52 भजन बाजन चुनाउँछ मलाई के हो म यो लिएर आउँछु कि तिमी उता जाने यहाँ बस्छु कि म अलिकति भिडियोमा आइसक्यो तपाईँको झन् छेउबाट यहाँ बस्छ यहीँ हुन्छ यहाँ चेयर चाहिँ घुमाउन पर्छ चेयर अनि त्यो पर्दैन होला अब त पर्दैन त छ त बाटोमै भयो नि पुरो भिडियो खिचिन्छ यहाँ खाली भयो यहाँ बस्छ ए हैन म साइड हुन्छ नि अलिकति त भिडियोहरु सर चाहिँ यता आउनुस् त म यता बस्छु यहाँ बस्छु हो त्यहाँ बस्छ हुन्छ ल है ल 1 2 and 3 उडा खाल्ने हुन्छ सबै हामी सूत्रमा म हेर्दिन्छु सामीला बन्नु सामीला प्रेमको डोरीले एकताको सूत्रमा बन्नु सामीलाई बन्नु सामीलाई प्रेमको डोरीले टुटो सबै
साँच्ची नै मलाई त साह्रो मन पर्दा हामी त मिर्जी हुँदा म कति गाउँथेँ क्या आजको नम्बरै बिर्सेछु ऊ चाहिँ गीत त नम्बर हेरेर कता जन्मदिनलाई थाहा रहेछ जन्मदिनलाई नम्बर भन्नु है हुन्छ परमेश्वरलाई धन्यवाद अब चाहिँ हामी है साँच्चीकै परमेश्वर एउटै नाममा हामी चाहिँ बप्टिजम लिएको यहाँनिर है साँच्चीकै अनि उहाँको प्रेमले नै हामी यसरी बाँधेर त हामी एकसाथ यहाँ आयौँ उहाँको नाममा भेला भएको छौँ है साँच्चीको आउनुहोस् अब चाहिँ हामी हाम्रो परमेश्वरको निम्ति आज यो गर्ने सङ्गति उहाँले दिनुभएको छ आउनुहोस् सुरुको प्रार्थना जो चाहिँ हाम्रो धन्यवादको प्रार्थना समर्पणको प्रार्थना र पशुताको प्रार्थना हुने चाहिँ हामीले चाहिँ आज दिनभरि गरेको हाम्रो गल्तीको निम्ति र तपाईँले पाउनुभएको आशिषहरू सुरक्षा जे छ प्रभु तपाईँलाई है सबै कुराको निम्ति परमेश्वर धन्यवाद दिनुहोस् अनि त्यसको निम्ति साथसाथै चाहिँ हामी गरेका भुल गल्ती निम्ति हामी क्षमा माग्छौँ परमेश्वर है आउनुहोस् हामी त्यसको निम्ति प्रार्थना गर्नेछौँ सबैले ओठ खोलेर प्रार्थना गर्नुहोस् अन्तिममा हामी चाहिँ म पिता बाबा तपाईँ सर्वप्रथम धन्यवाद प्रभु धन्यवाद किनभने प्रभु तपाईँले हामीलाई दिन दिनुभएको छ यो जीवन यो प्राण तपाईँले दिनुभएको छ प्रभु धन्यवाद परमेश्वर बाबा हामी तपाईँले दिन के सक्छौँ प्रभु सबै कुरा प्रभु हामीसँग जे छ सबै तपाईँले दिनुभएको प्रभु हामी यो समय प्रभु तपाईँको छोराछोरी ईश्वर तपाईँको नाममा यसरी भेला भएको छौँ प्रभु यी सबै कुरा प्रभु तपाईँकै महिमा प्रशंसा भएको छ प्रभु हामीले गाएका गान भजनहरूबाट प्रभु तपाईँ चालिनु भएको छ पिता बाबा सदा सदा प्रभु यसरी नै महिमा प्रशंसा भएको छ परमेश्वर बाबा प्रभु जस्तो छौँ प्रभु त्यस्तै तपाईँको नजरमा आउँदछौँ परमेश्वर बाबा हामी प्रत्येकलाई तपाईँले छुनुहोस् र तपाईँको योग्यका हामीले बनाउनु भएको छ प्रभु तपाईँको रगतले धुई पखालिकन प्रभु तपाईँको योग्यका आज हामीले बनाउनु भएको छ प्रभु हाम्रो ओर जिब्रोबाट के शब्द आउँछ प्रभु हामी जानेर प्रभु तर तपाईँले हामीले सिकाउनु भएको तपाईँको प्रभु तपाईँको महिमा गरेर प्रभु हामीले तपाईँले चलाउनु भएको सिकाउनु भएको छ परमेश्वर बाबा प्रभु सबै कुरामा प्रभु तपाईँको महिमा प्रशंसा भएको आज यो सेवालाई प्रभु म सुरुदेखिको अन्तसम्म तपाईँको हातमा राख्दछु परमेश्वर बाबा यो सेवाको हरेक भागलाई तपाईँले चलाउनु भएको पवित्र आत्माको सहायता प्रभु तपाईँको छोराछोरी तपाईँ दिनुभएको जुन बाको उहाँले लिनुभएको छ प्रभु त्यो ठाउँमा प्रभु तपाईँ रहिकन प्रभु उहाँको साथमा तपाईँ रहिकन प्रभु तपाईँ सहायता गर्नुभएको छ भनिकन प्रभु म प्रार्थना गर्छु यो सेवालाई म सुरुदेखि तपाईँको हातमा दिएँ यही बिन्ती प्रार्थना प्रभु यीशु ख्रीष्टको नाममा चाहन्छु आमेन हुन्छ अब चाहिँ हामी भजनतर्फ जानेछौँ हामी भजन चाहिँ 356 गर्नेछौँ है 356 त्यसपछि चाहिँ हामी घरबेटी बा अनि आमालाई एउटा चुन्नको निम्ति छान्नको निम्ति 356 मेरो जीवन यो भन्ने 56 अङ्क 56 Nelson, can you carry on? मेरो जीवन Yeah, can you please? You want to stop? पहिला
भन्नु के सिक्नु भएको छ बिदाउ लागेको छ खाने जस्तो छ भाइ आर्मी चाहिँ थाहा छ नि ताली बज्नुलाई जोसेर गीतमै म घरपेटी ज्वाइँ साहेब र छोरी साहेबलाई एउटा शान्ति दिनको निम्ति अनुग्रह आग्रह गर्न चाहन्छु। आज धेरै खानु लाग्छ मलाई थोरै खानु त लाग्छ त्यो पनि के भयो आज 98 नम्बरको हामी किनभने भ्यालेन्टाइन डे आउँदैछ नि त्यही भएर यो चाहिँ परमेश्वरको लागि है परमेश्वरको प्रेम हो न परमेश्वरको प्रेमको लागि आज नाना मुख लडबडिरहेछ जयसाको बर्थडे भएर होला जयसाको बर्थडे हो कि भएर हो कि के हो बाजेको बर्थडे पनि हो नि आज हो आजको तुलना आज हो हजुर के रे 198
चकलेट दिएको भजनबाट पनि है परमेश्वरको महिमा भएको होस्। अनि जोलाई पनि थ्याङ्क यू है यति मिठो भजन छान्नुभएको निम्ति। अब हामी चाहिँ स्तुति प्रशंसाको भागमा जानेछौँ अनि यो भाग चाहिँ हामीलाई हाम्रो रबिन्सन भाइले लिड गर्नुहुन्छ है। यो समय चाहिँ म उहाँलाई दिन चाहन्छु। हुन्छ सबैजना जय मसी प्रेज आजमा आएको सब थ्याङ्क यू हजुरहरूलाई नि। सो उहाँसँग साथै हामीले अनन्त अनन्त जानुभन्दा अगाडि एउटा पढौँ। सो हामी सबैजना उठ्नेछौँ अनि त्यो समय चाहिँ प्रभुको समय हो होइन। अनि हामी जस्तै भए पनि प्रभुलाई यो समय फेरि हामी भेट हुन पाएको छ उहाँसँग।
सकिरहेको छैन क्या दिदी तपाईँले उठ्न सकेको छैन के भन्छ अहिले कुदाउनु भएन म कुदिदिन्छु यो उठ्नु त के छ सो यो चाहिँ रोमी 5को 5 अध्यायमा छ जसमा पढिन्छु अनि ध्यान दिएर सुन्नु होला यो समय चाहिँ हजुर ओके गाइस के छैन यो समय चाहिँ हामी जस प्रभुको उपस्थितिमा आएको छौँ अनि जस हामी आफूले नम्र बनाएर आफूलाई प्रभुसँग होइन सक्दो कोसिस गरौँ प्रभुलाई खोज्ने अनि यदि हामी साँचो हृदयले खोज्छौँ भने पछिल्लो कि हम्बल भएर आउँछौँ भने अफकोर्स प्रभुले हामीलाई उहाँको प्रेजेन्स चाहिँ गर्नुहुन्छ अनि त्यो प्रेजेन्स चाहिँ एकदम स्ट्रङ छ हालेलुया सो यहाँनिर यसरी लेखेको छ तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै क्रिस हाम्रो निम्ति मर्नुभयो यसकारण उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन बढी हामी परमेश्वरको क्रोधबाट उहाँद्वारा बचाइनेछौँ किनकि हामी शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको थियो भने झन बढी अझ उहाँसँगै मिलाप भएका हुनाले क्रिसको जीवनद्वारा हामी बचाइनेछौँ यति मात्र होइन तर हाम्रो प्रभु येशू क्रिस्टद्वारा परमेश्वरमा हामी रमाउँदै पनि छौँ उहाँद्वारा अब हामी परमेश्वरसँग हाम्रो मिलाप प्राप्त भएको छ आमेन सो यहाँनिर हामी जस्ट आराधनामा जानुभन्दा अगाडि हामी केही धेरै सोच्नु केही नै पर्दैन क्या जस्ट हामी जस्तो छौँ त्यस्तै प्रभु चाहनुहुन्छ होइन हामी जस्ट अब के होला तर यहाँ बाइबल हेर्छौँ भने प्रभुले हाम्रो सबैभन्दा यो संसारको वरिज त कति तल होइन प्रभुले हाम्रो मेन वरिज हामी कि त्यो पापबाट हामीलाई बचाउनु भएको छ भने हामी चाहिँ त्यहाँभन्दा ठुलो कुरा के छ हामीले प्रभु देखाउनु प्रेम होइन सो यो समय चाहिँ हामी उहाँको प्रेमलाई सम्झ्यौँ फर्स्ट थिङ किनकि उहाँको प्रेमले नै हामीलाई उहाँको नजिकमा क्लोजरमा हामी ड्र हुन हुन्छौँ हामी अफकोर्स अनि जस्ट हामी प्रभुको प्रेमलाई सम्झौँ कि हाम्रो वरिज हाम्रो चिन्ता फिक्री चाहिँ त्यो प्रभुले अलरेडी हुन्छ नि त्यो ठुलो चिन्ता जुन चाहिँ पाप थियो त्यो हाम्रो अलरेडी पे गर्नु भएको छ क्या सो विशेषको प्रभुको उपस्थितिमा यत्तिकै अनि म इन्करेज गर्छु हजुर सबैजनालाई कि प्रभुसँग यत्तिकै नम्र भएर यत्तिकै सोचिरहनु प्रभु बरु मलाई केही थाहा छैन अनि जस म तपाईँको प्रेजेन्सलाई त्यो महसुस गर्न चाहन्छु जस मलाई पवित्र आत्मा तपाईँको प्रेजेन्सलाई म महसुस गर्न चाहन्छु भन्नुहोस् अनि आइएम स्योर प्रभु हुनुहुन्छ अनि प्रभु सुन्नुहुन्छ क्या जस हामी आफ्नो त्यो इमोसनल उयो लिएर नजाऊँ होइन जस्ट तपाईँको जस्तो छ त्यस्तै लिएर जाऊँ के अनि लेट्स जस्ट प्रे अनि हामी प्रभुलाई धन्यवाद दियौँ थ्याङ्क यू पिता हामी तपाईँलाई धन्यवाद दिन्छौँ तपाईँ पवित्र हुनुहुन्छ परमेश्वर तपाईँ एकदमै होली हुनुहुन्छ अनि तपाईँको मायाले चाहिँ हामीलाई जहिले पनि फादर एकदमै हामीलाई प्रेम गरेको कारणले गर्दाखेरि हामी तपाईँदेखि टाढो जानु सक्दैनौँ फादर तपाईँलाई हामी यो समय चाहिँ तपाईँको उपस्थितिमा आएको छ थ्याङ्क यू तपाईँको प्रेजेन्स तपाईँले हामीलाई दिनुभएको छ धन्यवाद कि हामी एकै ठाउँ तपाईँको एउटै हृदय लिएर तपाईँलाई भएको छ प्रेज तपाईँलाई भएको छ हाम्रो जीवन तपाईँलाई भएको छ हामीलाई तपाईँले हाम्रो अनि त्यो अनबिलिफेबल फादर तपाईँले हामीलाई हेल्प गरिदिनुहोस् कि हामी आफै तपाईँको नजिकमा आफ्नै इमोसनल डिजायरले गर्दाखेरि हाम्रो आफ्नै समझ शक्ति आउन खोज्दैछौँ भने हामी जस्ट त्यो कुराले होइन फादर तपाईँलाई हामी नम्र भएर आउन चाहन्छौँ जस्ट हामीलाई तपाईँले गाइड गर्नुहोस् पवित्र आत्मा हामी तपाईँलाई अलाउ गर्दछौँ अनि हामी तपाईँलाई रिसिभ गर्दछौँ कि सबै तपाईँबाट मात्रै हुँदछ धन्यवाद तपाईँलाई अल ग्लोरी अल प्रेज एभ्री डिस्ट्र्याक्सन एभ्री सबै कुरा हामी यीशु ख्रीष्टको नाममा माग्दछौँ फादर जस्ट तपाईँको प्रेजेन्स हामी चाहन्छौँ And we just pray in Jesus' name. Amen. So let's sing जब प्रभुको आत्मा मेरो हृदयमा छ अनि त्यसपछि हालेलुया एकदम हात उचाल्दै रमाउँदै गाउनुहोस् कि एकदम जोयफुल भएर प्रभु एकदम जोयफुल हुन्छ प्रभुको आत्मा मेरो हृदयमा छ म गाउँछु धाउँदै जब प्रभुको आत्मा
हामी तपाईको तपाईँको नामलाई प्रभुलाई मय भएको होस्। थ्याङ्क यू फादर, हामी तपाईँलाई धन्यवाद दिँदछौँ। जस हामीलाई क्षमा दिनुहोस् कि हामी खुसी हुँदा चाहिँ तपाईँलाई धन्यवाद दिँदछौँ अनि हामी दुःखी हुँदा चाहिँ हामी जस्ट केयर गर्दैनौँ। हामीलाई क्षमा दिनुहोस् फादर। अनि तपाईँले हामीलाई सिकाउनुहुन्छ कि एभ्री टाइम वेदर यो अप्ठ्यारोमा, वेदर यो गाह्रोमा, साह्रोमा, खुसीमा, जोयमा, पिसमा, Father, we need to trust you कि हामी तपाईलाई भरोसा गर्नुपर्दछ। जति गाह्रो भए पनि पिता तपाईले हामीलाई प्रमिस गर्नुभएको छ। तपाईले हामी संसारमा अलरेडी तपाईले जित्नु भएको छ फादर। साहस गर्नुहोस् धन्यवाद तपाईलाई। जस हामीलाई अनि तपाईले यो महसुस गराउनुहुन्छ पवित्र आत्मा धन्यवाद तपाईलाई। थ्याङ्क यू लर्ड, हामी तपाईलाई माया गर्दछौँ अनि तपाईले हाम्रो रियल प्राइज हुनुहुन्छ। Hallelujah, more than anything. Hallelujah, more than anything. There is nothing कि हामी तपाईसँग कम्पेयर गर्न सक्छौँ फादर। हामी हाम्रो जीवन हामी तपाईलाई सुनाउँछौँ कि तपाईले हामीलाई प्रमिस गर्नुभएको छ अनि तपाईले हामीलाई बचाउनु भएको छ फादर। यो समय हामी अझै प्रभुलाई महिमा दिउँ कि हाम्रो प्रभु चाहिँ फेथफुल हुनुहुन्छ। हामी जहिले पनि आफ्नै थिङ्किङमा चाहिँ हामी होइन अब रमाइलो हुँदा चाहिँ हामी प्रभुलाई धन्यवाद दिन्छौँ अनि अप्ठ्यारो हुँदा चाहिँ बिर्सिन्छौँ यिन यस्तो किन गल्ती यस्तो किन अप्ठ्यारो भइरहेछ। तर प्रभु चाहिँ जहिले एक नासके जहिले त्यही प्रेम गर्नुभएको छ। हामी मात्रै भाग्दछौँ उहाँको उपस्थितिबाट अनि हामी त प्रभुलाई चाहिँ यो समय धन्यवाद दिएको गरौँ कि हामी प्रभुलाई माया गरेको गरौँ कि उहाँको शान्ति उहाँको आनन्द अनि हाम्रो पिताको त्यो जोय चाहिँ कति इटर्नल छ, कति शान्ति छ। हामी जस्तो अवस्थामा जस्तो गाह्रो हुँदा पनि हामीसँग त्यो जोय हुन्छ पिताको किनकि हामीलाई प्रभु येशूले अनि त्यो संसारलाई जितिसक्नु भएको छ। हामी जस प्रभुलाई मात्रै भरोसा कि फेथ हामीमा हुनुपर्छ कि प्रभु अलरेडी हामीलाई भिक्ट्री दिनुभएको छ भनेर अनि त्यो फेथले चाहिँ त्यो जोय ल्याउनु छ। त्यो सबै अप्ठ्यारो अवस्थामा पनि पिताले हामीलाई यो कुराहरू प्रमिस गर्नुभएको छ। थ्याङ्क यू फादर। Thank you, Jesus, तपाईलाई we love you, Father. हामी केवल तपाईलाई मन पराउँछ फादर। धन्यवाद। We love you कि हामी तपाईलाई यसरी तपाईको नजिक आउनु भएको छ फादर। धन्यवाद। We love you हाम्रो सारा हृदयले, हाम्रो सारा प्राणले, हाम्रो सारा समझले हामी तपाईलाई प्रेम गर्छौँ। सारा आत्माले हामी तपाईलाई प्रेम गर्छौँ फादर। थ्याङ्क यू तपाईलाई। तपाईँ हाम्रो पापको लागि मर्नुभयो, जीवित हुनुभयो कि हामीलाई त्यो नराम्रो कुरा इटर्नल डेथदेखि जोगाउनु भयो फादर। धन्यवाद तपाईलाई। थ्याङ्क यू तपाईको त्यो प्रेसियस लभको लागि पिता। And we love you. हामी तपाईलाई प्रेम गर्छौँ। पवित्र आत्मा हामी तपाईलाई इन्भाइट गर्छौँ कि हामीलाई तपाईले गर्नुहोस् तपाईको जोयले फादर। हालेलुया। थ्याङ्क यू जिजस तपाईलाई। थ्याङ्क यू तपाईलाई फादर। प्रेम जस्तो कसैले पनि निस्वार्थ प्रेम प्रभु यो गीत गाउँदै एकदमै यो गीतको शब्दहरूलाई महसुस गर्ने अनि प्रभुलाई हामी हेर्दै गीतहरू गाउँ। Now
हालेलुया साँच्चै प्रभु तपाईँको त्यो बलिदानलाई धेरै हामी बिर्सेका तपाईँले कलवरी क्रुसमा त्यो तपाईँको रगतलाई हामी तपाईँले बोलेको त्यो गम्भीर धन्यवाद छ हामी जान्न सकिन्छ त्यो सबै हाम्रो धर्मको कारण मेरो धर्मको लागि त्यो दुःख भोग्नुभएको त्यो रगत बगाउनु भयो चोटहरू खानुभयो ती सबै मेरो लागि थियो तपाईँलाई धन्यवाद दिँदछु मेरो हरेक धर्मलाई तपाईँको ईश्वरले धोइ पखाल्नु त्यो हिउँ जस्तै सेतो पारिदिनु भएको मेरो त्यो उद्धार र मुक्ति कमाइदिनु भएको निम्ति धन्यवाद दिँदछु आज असल गर्नेलाई प्रेम आज सायद केही हदसम्म आज हामीले बोल्न पनि आज हामीले खानु पनि त्यो किल्ला सहन पनि तपाईँले गरिदिनु भएको निम्ति प्रभु तपाईँलाई धन्यवाद तपाईँ राजा भएर पनि आज ऋण दिनुभयो तपाईँको त्यो गरिबीलाई धनी धन्यवाद दिँदछौँ हाम्रो दुर्बलता उठाएर तपाईँले हामीलाई बलियो बनाउनु भएको छ प्रभु तपाईँलाई धन्यवाद धर्ममा हामी पापी छँदै प्रभुलाई तपाईँको त्यो मोर रगतद्वारा धोइ पखालिकन तपाईँले हामीलाई धार्मिकताको वस्त्र पहिराइदिनु भएको निम्ति धन्यवाद हालेलुया कुनै धार्मिक मानिसको पापकोदेखि परमेश्वर पिताले पापको दासत्वबाट पनि तपाईँ धार्मिकताको दासत्व बनाउनु भएको तर परमेश्वरले हाम्रो निम्ति यस्तो प्रेम देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रो निम्ति मर्नु यसै कारण प्रभु हामी रगतद्वारा तपाईँको नाउँको धर्मी बन्न सक्छौँ आज हामी तपाईँलाई कसरी धन्यवाद आज तपाईँको क्रोधबाट हामी आज साँच्चै आज त्यो भस्म हुने आज तपाईँको क्रुस अनि त्यो क्रुसको प्रेमले आज तपाईँको रगतले चाहिँ बचाउनु अनि यति मात्र होइन हाम्रो जीवनमा चाहिँ तपाईँ क्रिस्टद्वारा परमेश्वरमा हामी रमाउँदै उहाँद्वारा हामीले परमेश्वरसँगको त्यो शक्तिशाली मिलापमा तपाईँले जोड्नु भएको छ आज त्यो रमाउने कारण चाहिँ तपाईँले हामीलाई बनाइदिनु भएको छ थ्याङ्क यू फादर हामी तपाईँलाई धन्यवाद दिँदछौँ हामीसँग पनि शब्द छैन केवल हामी तपाईँलाई माया मात्रै गर्न सक्दछौँ फादर अनि हामी केवल हाम्रो जीवन तपाईँलाई दिन सक्दछौँ थ्याङ्क यू तपाईँको प्रेमको लागि थ्याङ्क यू तपाईँले हामीलाई जति यो प्रेमहरू तपाईँले प्रेम मात्र होइन फादर हामीलाई आशिषहरू दिनुभएको छ संसार हुँदा पनि धन्यवाद तपाईँलाई थ्याङ्क यू कि तपाईँ हामीलाई केयर गर्नुहुन्छ एभ्री समय हरेक पल तपाईँ हामीलाई माया गर्नुहुन्छ पिता एन्ड वी आर सो ह्याप्पी कि तपाईँको प्रेजेन्सले कि तपाईँको माया पाएर हामी एकदमै खुसी छौँ फादर वी जस्ट लभ यु मोर एन्ड मोर अनि हामी तपाईँलाई माया गर्दछौँ फादर जस हाम्रो यो प्रेमलाई अझै तपाईँमा बढाउनुहोस् कि हामी तपाईँको जोइमा बढ्दै बढ्दै फादर मोरलाई क्राइस्ट हुँदै जानेछौँ यसको नाउँमा हामी यो समय घोषणा गर्दछौँ कि हामी आज बढ्यो क्राइस्ट फादर हामी तपाईँलाई प्रेम गर्नेछौँ एभ्री मोमेन्ट जतिखेर हामी जस्तो अवस्थामा पनि हामी भरोसा गर्नेछौँ तपाईँ येशूलाई हालेलुया तपाईँ प्रेमी नै परमेश्वरलाई थ्याङ्क यू तपाईँलाई हामी तपाईँलाई माया गर्दछौँ फादर एन्ड वी जस्ट लभ यु हामी जस्ट तपाईँको आउन्जेल हामी रिचुएस गर्नेछौँ कि तपाईँ आउँदै हुन्छ हालेलुया तपाईँ जोइ हामीलाई दिनुभएको छ पिता धन्यवाद थ्याङ्क यू कि तपाईँ हाम्रो असल रियल प्राइज तपाईँ येशू ख्रीष्ट हुनुहुन्छ पिता धन्यवाद तपाईँलाई थ्याङ्क यू अनि वी लभ यु फादर अब बाँकी समय पनि तपाईँको हातमा राख्दछौँ कि हाम्रो जीवन पनि तपाईँकै हातमा राख्दछौँ अनि सबै महिमा तपाईँलाई ग्लोरी तपाईँलाई भएको सदा हामी येशूको नाममा हामी प्रार्थना गर्दछौँ आमेन आमेन हालेलुया धेरै धन्यवाद परमेश्वरले धेरै आशिष दिनुभयो यसरी हामीलाई प्रेजेन्ट वर्सिपमा है गराउनु भएको निम्ति हुन्छ अब हामी चाहिँ सूचना सुन्नेछौँ हाम्रो सूचना चाहिँ हाम्रो जन्मदिनबाट हुन्छ हजुर सबैजनालाई प्रभु येशू ख्रीष्टको नाममा जन्मदिन हाम्रो नेक्स्ट विकको सङ्गति चाहिँ हाम्रो प्रिय भाइ रोमन अनि हाम्रो बहिनी रबिना के अरे बबिनाको घर बबिनाको घरमा नानीहरूको घरको लागि हामी सङ्गतिको लागि प्रार्थना गर्नेछौँ घर घरमा तयारी हुनेछ अनि त्यो सेवामा चाहिँ परमेश्वरको शक्तिशाली उपस्थिति है
पाएको होस्। अनि हाम्रो तपाईँहरूले दिदीबहिनीहरूले चाहिँ डायरीमा टिप्नु होला। हाम्रो मार्च 28 मैले अगाडि नैदेखि नै यो घर सङ्गतिमा हाम्रो बन्जरीमा पनि सुनाइराख्नुको कारण चाहिँ हामी छुट्टीहरू लिन सकौँ भनेर है। हाम्रो के अरे रिजनको कम्बाइन्ड फेलोसिप आइरहेको छ। अनि त्यसको लागि चाहिँ हामी ट्रान्सपोर्ट प्लस हामी सबैजना गएर चाहिँ त्यो सङ्गतिलाई चाहिँ अझै तपाईँको महिमा गर्नेछ। त्यो सङ्गतिमा गएर तपाईँहरूले दिदीबहिनीहरूले छुट्टी लिनु होला। अनि त्यही चाहिँ अरू त खास मार्च 28 है त्यो छ। अरू त सबै ठिकै छ। तपाईँहरू सबैजनालाई धन्यवाद। थ्याङ्क यू। हुन्छ अब स्वागत त हामी सबै पुऱ्याइन्छ पर्दैन होला। हुन्छ अब हामी वचनको भागमा जाने चाहिँ वचनको निम्ति चाहिँ हाम्रो साथीले प्रार्थना गर्नुहुन्छ। वचन चाहिँ हाम्रो जमाको निम्ति चाहिँ यति सम्मान चाहिँ म हजुरलाई दिन चाहन्छु। हुन्छ वचनको लागि गर्नेछु। हालेलुया। स्वर्गमा विराजमान हुने अति नै महान अति नै प्रेमिलो अति नै दयालु प्रेमको धनी परमेश्वरको हामी तपाईँलाई धन्यवाद दिँदछौँ। साँच्चै नै तपाईँको प्रेमको लागि हामी केही पनि दिन सक्दैनौँ प्रभु। केवल हाम्रो हृदयको अन्तस्कबाट तपाईँलाई धन्यवादको विधि चढाउँछु। यो बहुमूल्य समय तपाईँले हामीलाई दिनुभएको छ। साँच्चै नै प्रभु जुन आनन्द तपाईँको उपस्थितिमा छ आज संसारको कुनै पनि कुराले दिन सक्दैन त्यो हामी महसुस गरेका छौँ प्रभु। तपाईँलाई धन्यवाद दिँदछौँ। धन्यवाद छ तपाईँको प्रेमले हामीलाई ढाक्नु भएको निम्ति। अनि यो सुन्दर समयको निम्ति हामी विशेष गरी प्रार्थना गर्छौँ। परमेश्वर बुवा आजको वचन तपाईँले आफ्नो छोरीलाई दिइसक्नु भएको छ प्रभु। आज हाम्रो झुन्डालाई कुनको वचनको खाँचो छ तपाईँलाई थाहा छ प्रभु। अनि साँच्चै नै प्रभु हामी शरीरमा त तृप्त भएका छौँ तर आत्मामा हामी भोगाएका छौँ प्रभु। तपाईँले हामीसँग बोल्नु भएको होस्। अनि तपाईँले बोल्न लागेको जुन पनि वचन छ प्रभु किनकि तपाईँको वचन आज दुई धारी तलवार जस्तै छ प्रभु। अनि तपाईँको वचन जीवित छ अनि यसले काम गर्दछ। तपाईँको वचन परमेश्वर पिता भन्नुहुन्छ मेरो वचन प्रभुजी त्यो प्रभुजी बादलबाट आज बादलबाट जब पानी बर्सिन्छ तब त्यसले जमिनलाई भिजाउँछ अनि प्रभु खानेलाई भोजन दिँदछ। त्यसै तपाईँको वचन पनि हाम्रो आत्माको निम्ति प्रभु आज त्यो भोजन हुन सकेको होस् प्रभु। अनि त्यो वचन जति पनि तपाईँ बोल्नु हुँदैछ प्रभु हामी हृदयमा हामीलाई राख्न सकौँ प्रभु। अनि त्यो अनुसार हाम्रो कदम कदममा हामी प्रभुजी आज जिउनको लागि तपाईँले सहायता गर्नुहोस्। अनि छोरीलाई तपाईँ परमेश्वरको अभिषेक हामी माग्दछौँ। तपाईँ परमेश्वर आज छोरीको मुखपात्रमा भएर बोल्नुहोस् प्रभु किनकि तपाईँको वचन प्रभुजी हाम्रो जीवनको निम्ति प्रभु आज परमेश्वर पिता नभई नहुने हो अनि हाम्रो बाटोको निम्ति तपाईँको वचन उज्यालो हो प्रभु। आज हामी त्यो प्रकाशहरू पनि पाउन सकौँ। तपाईँको वचन बुझ्नलाई हाम्रो समझ शक्तिहरू अनि हाम्रो आत्मिक कानहरू प्रभु उज्यालो पारिदिनु भएको होस्। धन्यवाद दिँदछौँ परमेश्वर पिता। सबै महिमा आदर तपाईँलाई नै यीशु प्रभुको नाममा हुन्छ। तपाईँहरू सबैजनालाई फेरि पनि प्यारो येशू ख्रीष्टको नाममा जयमसी। हामी आज फिलिपीको पुस्तकबाट केही कुराहरू हेर्नेछौँ। अलिकति सायद भाष हुनसक्छ तपाईँले क्षमा गर्नुहोला। अनि केही कुराहरू बुझ्नुभयो भने पछि सोध्न सक्नुहुन्छ। हामी फिलिपी 1:9 देखि 13 हेर्नेछौँ। तर हामी रेफरेन्सको लागि चाहिँ क्रस भर्सहरू फिलिपीबाट पनि हेर्नेछौँ। अनि के अरे हामीले फ्यु अरू यो के भन्छ यहुन्नाबाट पनि हेर्नेछौँ। एक दुईवटा लुकाबाट पनि हेर्नेछौँ। आज क्रस भर्सहरू थुप्रै छ। सायद अलिकति कन्फ्युजन भयो भने लेटर मसँग नोट्सहरू छ तपाईँलाई म पठाइदिन्छु है। हुन्छ। हामी सुरुमा हामी वचनको लागि प्रार्थना गरिदिनु भएको लागि दिदीलाई धन्यवाद। कसैले भेटायो भने पढिदिनुहोस् न है। फिलिपी च्याप्टर 1:9-13 अनि हुन्छ कसैले पढिदिनुहोस् त। हुन्छ। फिलिपी च्याप्टर 1 को 9 देखि कति 13 सम्म। हजुर हजुर ज्ञान अनि अन्तर्दृष्टिको बारेमा। हजुर मेरो प्रार्थना यही छ ज्ञान र अन्तर्दृष्टिको गहिराइमा तिमीहरूको प्रेम झन झन प्रशस्त हुँदै जाओस्। यस उद्देश्यले कि तिमीहरूले जे उत्तम छ त्यो छुट्याउन सक ताकि ख्रीष्टको पुनरुत्थानमा तिमीहरू शुद्ध र दोषरहित रहन सक अनि परमेश्वरको महिमा र प्रशंसाको निम्ति येशू ख्रीष्टद्वारा आउने धार्मिकताका फलले तिमीहरू
भरपूर हो हुन सक। हुन्छ भाइलाई धेरै धेरै धन्यवाद। अलिकति स्लाइटली डिफ्रेन्ट रहेछ हजुर। तर द्याट्स फाइन। म अलिकति पढेर सुनाउनुभन्दा अगाडि तपाईँहरूलाई फिलिपीको पुस्तकको बारेमा केही तपाईँहरूलाई अलिकति भन्न मन पऱ्यो है। फिलिपीको पुस्तक चाहिँ कसले फिलिपीको पुस्तक चाहिँ पहिला फिलिपी चाहिँ मकोडोनियाको अर्थात् है दक्षिण युरोपको ग्रिस भन्ने ठाउँमा है, अनि त्यहाँनिर एउटा देशको त्यो उत्तरी भागमा रहेको एउटा मुख्य सहर थियो है यो फिलिपी भन्ने ठाउँ चाहिँ। अनि त्यहाँनिर चाहिँ धेरै रोमी नागरिक र सिपाहीहरू अनि त्यहाँ भएका हुनाले अनि फिलिपीलाई एउटा रोमीको उपनिवेश पनि भनिन्छ है। यो चाहिँ तपाईँहरूले रोमीको पुस्तक 16को 12 पदमा पाउनुहुन्छ। अनि आफ्नो पावलको चाहिँ प्रचारको दोस्रो यात्राको टाइम है, सेकेन्ड प्रचार गर्न पावलले कतिचोटि प्रचार गर्न गएको थियो कसैलाई थाहा छ? डिफ्रेन्ट ठाउँमा सेकेन्ड जर्नी फर्स्ट जर्नी कतिचोटि प्रचार गर्न गएको थियो हेर्नुपर्छ है। एक्ट्सको च्याप्टर ही वन 3 टाइम्स है, डिफ्रेन्ट टाइम्स है। अनि यो चाहिँ दोस्रो प्रचारको यात्रामा उहाँ जानुभएको थियो। अनि पावल चाहिँ फिलिपीमा पुगेपछि चाहिँ त्यति बेला नै युरोप महादेशमा क्रिस्टको सुसमाचार प्रचार गरिएको चाहिँ पहिलोपल्ट थियो है, युरोप महादेशमा चाहिँ पहिलोपल्ट चाहिँ यो चाहिँ मैले अगाडिको अलिकति पृष्ठभूमि तपाईँलाई भनेको। अनि पृष्ठभूमि भन्दै गर्दाखेरि अघि मैले फिलिपी चाहिँ कहाँ थियो भनेको थिएँ स्टार्टिङमा बिगिनिङमा विच कन्ट्री? ग्रिस है, ग्रिसमा थियो है। ग्रिसको विच पार्ट? मेसिडोनिया थियो न है, दक्षिण युरोपको ग्रिस भन्ने ठाउँको देशको उत्तरी भागमा चाहिँ यो फिलिपाई भन्ने स्टेट थियो है। अनि यो चाहिँ एउटा रोमीको एउटा उपनिवेश पनि थियो, एउटा रोमीले शासन गरेको प्रान्त पनि थियो है। हुन्छ हामी यहीँनिर राख्नेछौँ। अनि त्यहाँनिर चाहिँ हामीले फिलिपी पढेको कारणले गर्दा फिलिपीको च्याप्टरको वचन गर्ने भएको कारणले गर्दाखेरि फिलिपी कसरी यहाँनिरको मानिसहरूले चाहिँ कसरी सुसमाचार पायो भन्दाखेरि चाहिँ जब पावललाई चाहिँ परमेश्वरले दर्शन दिनुहुन्छ है, अनि पावलले चाहिँ दर्शन दिँदा चाहिँ मकोडोनियाका मानिसहरूले चाहिँ आऊ भनेर बोलाएको पावलले दर्शन पाउनुहुन्छ। अनि त्यो दर्शन पाएपछि चाहिँ अनि फिलिपीको ठाउँमा चाहिँ गएर सुसमाचारको कामहरू भएको हुन्छ। अनि यहाँनिर चाहिँ सुसमाचार चाहिँ यो फिलिपीको ठाउँमा चाहिँ पावलको एउटा इपाफ्रेडस भन्ने पावलको एउटा सहयात्री साथीले चाहिँ त्यहाँ गएर सुसमाचार सुनाएर अनि त्यहाँनिरका झुन्डको मानिसहरूलाई चाहिँ हुर्काउने बढाउने काम गरेको हुन्छ। अनि उनीहरू चाहिँ सुसमाचारको लागि चाहिँ सुरुको दिनदेखि नै उनीहरू खडा भएको ठाउँलाई चाहिँ फिलिपी भन्छ है। म यो पद कति पदमा छ भने तपाईँहरूलाई देखाउन चाहन्छु। त्यहाँ चाहिँ कहाँनिर भने एकछिन है, तिमीहरू यसरी ठान्नुहुन्छ कि या यो कति हो नि 7 तिमीहरू सबैको निम्ति मैले यसरी नै ठान्नु उचित छ कि तिमीहरू सबैलाई हृदयमा राख्दछु किनकि कैदमा अलिकति माथि अहिले 5 पद कसरी पढिदिनुहोस् त? 1 को 5 पद 1 को 5 पद दिदी हजुर 1 को 5 पदमा चाहिँ यसरी लेखेको छ किनकि सुसमाचारको काममा सुरुदेखि अहिलेसम्म नै तिमीहरूको सहभागिता रहेको छ। किनकि सुरुको दिनदेखि सुसमाचारमा चाहिँ तिमीहरूको सहभागिता चाहिँ रहेको छ। यहाँनिर चाहिँ 5 पदमा चाहिँ यसरी लेखेको छ कि प्रथम दिनदेखि अहिले मेरो बाइबलमा चाहिँ त्यस्तो लेखेको छ कि प्रथम दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूको सहभागिताको निम्ति म धन्यवादी छु भनेर पावलले चिठी लेख्दै हुनुहुन्छ है। आमेन। अनि आज सुसमाचारको निम्ति चाहिँ फिलिपीको मण्डली फिलिपीको ठाउँ चाहिँ त्यो प्रान्त चाहिँ प्रभुको निम्ति भोकाउने र तिर्खाउने व्यक्तिहरू थिए है त्यहाँनिर चाहिँ। अनि प्रभुको भोकाउने अनि तिर्खाउने व्यक्ति भएको ठाउँमा चाहिँ परमेश्वरको दासले चाहिँ एउटा प्रार्थनाको चिठी लेख्नु भएको छ। अनि आज चाहिँ मेरो आजको सङ्गतिमा चाहिँ मैले तपाईँहरूलाई विशेष गरी के उत्साह दिन चाहन्छु भने सबै समय चाहिँ सजिलो समय हुन सक्दैन है, तर सबै समयमा चाहिँ मेरो उत्साहको कारण चाहिँ के हो? येशू ख्रीष्ट।
आमेन है सबै समयमा मेरो उत्साहको कारण चाहिँ येशू ख्रीष्ट आमेन अनि येशू ख्रीष्टमा चाहिँ म सबै समयमा यहाँनिर मैले वचन प्रिपेयर गर्दै गर्दाखेरि आई वाज भेरी म पनि कति खुसी भइरहेको थिएँ किनकि परमेश्वरको महिमाको लागि फलदायी जीवन जिउन यो वचनले चाहिँ मलाई प्रेरणा दिए अनि यो प्रेरणा चाहिँ तपाईँहरूलाई पनि मिल्न सकेको छ है किनभने यहाँनिर चाहिँ त्यो आत्मिक गहिराई अनि प्रेममा जडा घारिएको जीवन अनि उत्तम कुरा रोज्ने कुरा चाहिँ यो पर्टिकुलर टपिकहरूले चाहिँ यो पर्टिकुलर 9, 10, 11, 12 अनि 13ले चाहिँ त्यो कुरा बताउँछ कसरी भने मेरो प्रार्थना यही छ कि अनि पावलको प्रार्थना त्यो प्रार्थना चाहिँ फिलिपीको मण्डलीको निम्ति अनि मेरो पनि तपाईँहरूको निम्ति प्रार्थना चाहिँ यही नै छ कि तपाईँहरूको निम्ति चाहिँ त्यो चाहिँ के त ज्ञान र अन्तर्दृष्टिमा त्यो डिसर्नमेन्ट है अनि ज्ञान चाहिँ कहाँबाट आउँछ त ज्ञान कहाँबाट आउँछ है ज्ञान चाहिँ परमेश्वरबाट आउँछ है अनि आज हरेक उत्तम कुरा त्यो कुरा चाहिँ ज्योतिको परमेश्वरबाट आउँदछ त्यो चाहिँ बदलिरहने छाया जस्तो हुँदैन भनेर याकुबको पुस्तकले पनि बताउँछ याकुब 8को 17 पद कसैले पढिदिनुहोस् त याकुब 1को 17 पद 17, 18 पनि हो 17 and 18 हुन्छ 17 याकुब 1को 17मा यसरी लेखेको छ हरेक असल र सिद्ध दान माथिबाट अर्थात् स्वर्गीय ज्योतिका पिताबाट आउँछ जो बदलिरहने छाया जस्तो बदलिनुहुन्न त्यसमा अलिकति डिफरेन्स छ तर ठिकै छ त्यो पनि सिमिलर छ नि है बदलिरहने छाया जस्तो हुँदैन बदलिनुहुन्न उहाँ चाहिँ कन्स्टेन्ट हुनुहुन्छ अनि उहाँले चाहिँ हामीलाई त्यो ज्ञान बुद्धि असल कुरा चाहिँ हाम्रो पिताबाट आउँदछ अनि त्यो है हाम्रो लागि सहज छैन कति समय कति टाइम देयर इज नट बिन भेरी इजी अनि फिलिपीको मण्डली यति साह्रो तार्न म तपाईँहरूलाई अलिकति ब्याकग्राउन्ड भन्नु मन पर्यो यो फिलिपीको मण्डलीमा चाहिँ पावललाई चाहिँ यस्तो खालको सतावट आएको हुन्छ कि यसलाई त्यहाँनिर चाहिँ यो हामीले क्रस रेफरेन्स भर्स चाहिँ तपाईँहरूले एक्समा पाउनुहुन्छ त्यो च्याप्टरलाई यस्तो खालको थियो कि पावलको बोलाएर चाहिँ यति शक्तिशाली थियो कि पावललाई चाहिँ परमेश्वरको काम गर्नलाई चाहिँ यहाँनिर तपाईँले त्यो पर्टिकुलर पदलाई चाहिँ तपाईँहरूले देख्न त्यही भनेर त लेखेको छैन तर तपाईँहरूले यो पर्टिकुलर रेलेभेन्ट कुरालाई चाहिँ तपाईँहरूले कहाँ पाउन सक्नुहुन्छ भने 14 यही च्याप्टरको 14, 15 अनि 16 कसैले पढिदिनुहोस् त त्यो फोनबाट होइन अर्को बुकबाट पढिदिनु 14, 15, 16 यहाँ यसरी 1को 14, 15 छ यसरी लेखेको छ तर हरेक मानिस आफै खराब इच्छाद्वारा हैन सरी त्यो फिलिपीको पुस्तकमा फिलिपी हो फिलिपी 1को 14 मा यसरी लेखेको छ धेरै जसो भाइहरू मेरो कैदले गर्दा प्रभुमा साहसी भएका छन् र परमेश्वरको वचन बिना डर बोल्नलाई झन् अटिला भएका छन् कसैले साँच्चै ढाड र सेकीले तर अरूहरूले सद्भावले ख्रीष्टलाई प्रचार गर्दछन् सुसमाचारको सुरक्षाको निम्ति म यहाँ छु भनी जान्नेहरूले यो काम प्रेमले गर्दछन् नेक्स्ट तर सेकी गर्नेहरूले चाहिँ मलाई कैदमा कष्ट थपिदिने विचार गरेर शुद्ध मनले होइन तर स्वार्थको भावनाले ख्रीष्टको प्रचार गर्दछ ओ माय गुडनेस है परमेश्वरले दिनुभएको ज्ञान अनि वरदान पाएर मानिसहरूले तपाईँ अनि मलाई कस्तो खालको व्यवहार गर्दो रहेछ होसियार हुनुहोस् है परमेश्वरले अघि नै यहाँनिर पावलले चाहिँ तपाईँ अनि मेरो लागि कस्तो खालको प्रार्थना गर्नुभएको थियो परमेश्वरको प्रेममा रहेर पावलले चाहिँ हाम्रो निम्ति चाहिँ ज्ञान अनि अन्तर्दृष्टिको प्रार्थना आज मलाई र मसँग क्रुस र ख्रीष्टको सहभागिता हुने दाजुभाइ अनि दिदीबहिनीले ख्रीष्टको प्रचार गर्दै गर्दाखेरि उनीहरूको विचार चाहिँ कस्तो थियो त तपाईँ अनि मेरो विचार आज ख्रीष्ट अनि क्रुसलाई पछ्याउँदै गर्दा कस्तो छ है अनि मेरो सङ्गी साथीभाइलाई गर्ने व्यवहार कस्तो छ है साँच्चीकै आज मैले एउटा कार्ड ल्याएको छु यो कार्डमा यो कार्डको
कार्डको यो फर्स्ट पार्टलाई तपाईँले हेर्नुहोस् त। For God so loved the world that he gave his one and only Son, that whoever believes in him shall not perish but have eternal life. परमेश्वरले तपाईँ अनि मलाई हाम्रो अनन्त जीवनमा हामी सधैँ हाम्रो हरेक समयमा हाम्रो निम्ति कृपा रिन्युड गर्नुहुने है, हामीलाई रिभाइटलाइज गर्नुहुने परमेश्वरले चाहिँ तपाईँ अनि मलाई चाहिँ आज उहाँको पुत्र येशू ख्रिस्टलाई पनि ही डिड नट ह्याड अ सेकेन्ड थट, तर तपाईँ अनि मेरो निम्ति चाहिँ उहाँले आफूलाई आफ्नो छोरालाई स्पेन्ड गर्नु। अनि आज त्यो प्रेम चाहिँ कस्तो शक्तिशाली छ है। अनि त्यो प्रेममा आज तपाईँ अनि म हुने क्रममा तपाईँलाई चिन्ने दाजुभाइ दिदीबहिनीहरूले आज त्यहाँ गरेको व्यवहारलाई देख्नुहुन्छ भने के तपाईँ प्रेम गरिराख्न सक्नुहुन्छ? It's a challenging question. तर पावलले के भन्नुहुन्छ थाहा छ? लेटर पार्टमा हामी हेर्नेछौँ। तर परमेश्वरको वचनले चाहिँ के भन्छ कि मेरो प्रार्थना यही छ कि ज्ञान र अन्तर्दृष्टिमा तिमीहरू प्रेममा झन झन बढ्दै जाओस्। Paul knew already before what was going on, and he is writing that letter not just only for them but for us in today's reality. अनि यो रियालिटीमा तपाईँ अनि म लिभ गर्नुपर्नेछ। अनि यो वचन चाहिँ परमेश्वरले तपाईँ अनि मलाई how we gonna walk he knew, तर पनि he did it. अनि पावलले के भन्नुहुन्छ थाहा छ? तर सेखी गर्नेहरूले चाहिँ मलाई कैदमा छन्। he was already in prison कि सुसमाचार प्रचार गरिरहेका कारण उहाँ चाहिँ जेलमा हुनुहुन्थ्यो। अनि जेलमा उहाँलाई चाहिँ झन् गाह्रो होस् भन्ने हिसाबले चाहिँ सुसमाचारलाई प्रचार गर्दै थिए है। तपाईँ र मेरो उद्देश्य, तपाईँ र मेरो आज रमाउने कारण के छ है? आज मेरो साथीलाई ठिक पऱ्यो खोज्छौँ त्यसलाई, मैले खोजेको त त्यही नै हो, तर मैले गर्न नपाए पनि त्यसलाई ठिक्क परो है। तर आज मेरो रमाउने कारण चाहिँ त्यो होइन। मेरो रमाउने कारण चाहिँ आज मेरो जीवनमा असफलता भए पनि, मेरो जीवनमा गाह्रो अवस्था भए पनि, म कैदमा छु तर म ख्रिस्टको अनि क्रुसको प्रचार गर्नेछु, किनकि मेरो निम्ति चाहिँ परमेश्वरले मलाई बलिदान दिइसक्नु भएको छ है। आज हाम्रो जीवनमा हामी जन्मिएको उद्देश्य छ, अनि तपाईँ अनि मेरो जीवनमा पनि त्यो शक्तिशाली उद्देश्य परमेश्वरले पुरा गर्न चाहनुहुन्छ। आमेन। के तपाईँ विश्वास गर्नुहुन्छ? के तपाईँ विश्वास गर्नुहुन्छ? के तपाईँ विश्वास गर्नुहुन्छ? आज ख्रिस्टको र क्रुसको बलिदान चाहिँ तपाईँ अनि मेरो जीवनमा चाहिँ शक्तिशाली छ। आमेन। अनि त्यो शक्तिशाली काम चाहिँ पावलले यहाँ भन्दै हुनुहुन्छ कि यस्तो भन्दैछ कि तर कष्ट थपिदिने विचार गरेर पनि उहाँहरूले चाहिँ क्रिस्टको प्रचार गरेको छ। तर यस्तो लेखेको छ, तर स्वार्थको भावनाले क्रिस्टको प्रचार गर्दछन्। जे होस्, वाट एभर इज द रिजन। त्यो भर्स पढिदिनुहोस् त कसैले, 18 भर्स। यसैको फिलिपीकै हजुर 18 भर्स त्यो फोनबाट जे होस्, मूल कुरा यही हो, हर किसिमले चाहे बहानामा चाहे सत्यतामा ख्रिस्टको प्रचार गरियोस् र यसैमा म रमाउँछु। यसैमा म रमाउँछु। आमेन है। यसैमा चाहिँ म रमाउँछु, किनभने आज पिपुलहरूले आफ्नो पर्सनल बेनिफिटको लागि या है कतिजनाले चाहिँ तपाईँ अनि मलाई चाहिँ आज परमेश्वरको काम गरेको बापत प्रभुलाई पछ्याएको कारण उनीहरूले हामीलाई सही तरिकाले ट्रिट गर्दैन है। आज तपाईँ अनि मेरो जीवनमा, व्यक्तिगत जीवनमा पनि, सायद परिवारमा हस्बेन्ड वाइफ या लाइक वाट एभर है, कहिलेकाहीँ पैसाको कुराले पनि काम गर्न जाने कि है, सङ्गति जाने कि कति कुराहरू। अनि थ्याङ्क गड परमेश्वरलाई कि अहिले पावल जस्तो जेलमा बसेर हामी क्रिस्टलाई फलो गर्नु पर्दैन। तर हामी कति कुराको कैदी भइरहेको छ। के होला ती कुराहरू? हाम्रो रमाउने कारणबाट रोकिने कुराहरू धेरै छन् प्रियहरू। हामीलाई शान्ति अनि आनन्दमा जानु नदिने। अघि ठ्याक्क के अरे रबिन्सनले रोमी 5को च्याप्टर पढेको थियो, अनि त्यो च्याप्टरको 6 भर्सबाट उसले पढेको थियो। तर आई रियली लाइक त्यसको माथिको
त्यो 5 verse कसैले हेरिदिनुहोस् त रोमी कति हो रोमी 5 रोमी 5 को 6 देखि होइन 5 6 चाहिँ उसले पढेको थियो 6 चाहिँ उसले पढेको थियो तर 6 भन्दा माथिको शान्तिले हामीलाई आशाले हामीलाई निराशा गराउँदैन किनकि हामीलाई दिएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खनाइएको छ यसरी ड्रप दिएको छैन र हामीलाई चाहिँ ओतप्रोत हुने गरेर है हामीलाई चाहिँ खन्याएको छ पवित्र आत्माको सामर्थले हामीलाई भर्नु भएको छ अनि प्रभुलाई हेर्नेहरूले चाहिँ के पाउँछन् नवीन सामर्थ पाउँछन् है हामीलाई हेर्नेहरूले चाहिँ नवीन सामर्थ पाउँछ अनि आज साँच्चै के परमेश्वरको यो ज्ञान अनि अन्तर्दृष्टिमा बढ्दै जाने भन्ने कुरा चाहिँ कति गहिरो कुरा रहेछ क्या इट्स अ रियली यो कुरा चाहिँ तपाईँ अनि मेरो जीवनमा चाहिँ साँच्चीकै यस्तो फलदायी आत्मिक गहिराई हो जसले चाहिँ तपाईँ अनि मलाई चाहिँ त्यो रुटमा त्यो क्रिस्टसँगको त्यो रुटमा क्या त्यो जरा गाडिएको जीवनमा त्यो उत्तम चिजलाई रोज्ने विश्वासको यात्रामा चाहिँ परमेश्वरको धार्मिकतातिर दोहोऱ्याउँदो रहेछ बुझ्नुभयो नि है किनभने पावलले पैसा स्वास्थ्य सफलता मात्र होइन तर प्रेमको लागि पनि प्रार्थना गरिरहेका थिए अनि त्यो प्रेम चाहिँ कुनै भावनात्मक अघि हामी बहिनी र म पनि कुरा गरेँ क्या इट वाज नट जस्ट इमोसनल लभ इज ब्लाइन्ड भन्छ नि है संसारमा लभ इज ब्लाइन्ड एन्ड दिस एन्ड द्याट के भन्छ है तर त्यस्तो प्रेम मात्र होइन तर यो बढ्दै जाने आत्मिक प्रेम जसरी परमेश्वर पिताले चाहिँ हामीलाई प्रेम गर्नुभएको थियो हामी है त्यो बढ्दै जाने प्रेम अनि यो प्रेमबाट चाहिँ तपाईँ अनि मलाई चाहिँ परिपक्वताको जीवनतिर दौडाउँदछ हामीलाई मेच्योरिटीमा क्रिस्टको अब आशा अनि विश्वास तर यी सबैमा उत्तम चाहिँ के हो प्रेम अनि त्यो प्रेमले चाहिँ तपाईँ अनि मलाई चाहिँ पहिलो कोरिन्थी 13 को त्यो 13 पद होइन त्यसले चाहिँ तपाईँ अनि मलाई चाहिँ क्रिस्टको त्यो उत्तम कुरामा दोहोऱ्याउँदैछ अनि त्यो दोहोऱ्याउने कुरामा चाहिँ तपाईँ अनि म चाहिँ यसरी त्यो एउटा मेच्योरिटीमा चाहिँ एउटा बढ्दै जाने कुरामा चाहिँ हामीले कति टेम्पटेसनका कुराहरूलाई रेजिस्ट गरेका होला होइन हाम्रो आत्मिक कुरामा बढ्दै जाने कुरामा हामीलाई कति कुरा शरीरमा हामीलाई अनि त्यो कुरा चाहिँ कसरी हामी त्यो गर्न सक्यो त परमेश्वरको वचनले हामीले त्यो कुरालाई गर्न सक्यौँ होला पवित्र आत्माको सहायताले हामी गर्न सक्यो होला अनि पुरा भरोसा चाहिँ प्रभुमा राखेर हामी गर्न सक्यौँ होला है मलाई सबै कुरामा प्रभुले सहायता गर्नुहुन्छ नि भन्ने ढुक्कपनमा चाहिँ हामीले त्यो कुरा गर्न सक्यौँ नभइदिए त त्यो अन्तर्दृष्टि त्यो देख्नै सक्दैन नि त होइन र त्यो अगाडिको कुराले देख्नै सक्दैन नि त त्यहाँदेखि त रिस उठ्छ रिस उठेपछि झगडा हुन्छ होइन झगडा भइसकेपछि त्यहाँनिर पिस भयो त प्रभुको रमाउने कारण भयो त त्यहाँ सङ्गतिमा पनि यति खालको कति समय कस्तो खालको व्यवहार कस्तो खालको मान्छेसँग डिल गर्नुपर्छ है अनि समटाइम त इज इट रियली लाइक आर वी फलोइङ द सेम क्राइस्ट होइन कस्तो के अलिकति होइन के तपाईँले त्यो कुरा देख्नुहुन्न जुन कुरा मैले देखिरहेको छु बट वी आर इन द सेम पोजिसन सेम प्लेस सेम वी आर इन द सेम हल हाउ क्यान यु नट सी कसरी तपाईँ देख्नुहुन्न तपाईँलाई चाहिँ जबरजस्ती देखाउनु पर्ने अनि देखाउँदा पनि हो र भनेर विश्वासै नगर्दाखेरि हाउ इन द सेम पिक्चर है कहिले कस्तो हुन्छ क्या मन कस्तो हुन्छ है अनि प्रभुसँग म रुन्छु क्या प्रभु मलाई सहायता गर्नुहोस् आज उनीहरूलाई पनि त्यो देख्ने हृदय दिनुहोस् प्रभु आज उनीहरूलाई पनि त्यो फिल गर्ने हृदय दिनुहोस् ताकि उनीहरूले पनि परमेश्वरको त्यो ज्ञानको कुरा त्यो आत्म अन्तर्दृष्टिको कुरालाई देख्छन् भने आज उनीहरूले मानिसको त्यो अवस्थाहरूलाई हृदयको अवस्थाहरूलाई देख्छन् क्या प्रियहरू बुझ्नुभयो नि आज त्यो हृदयको अवस्था चाहिँ कति तृषित हृदय छ यति साह्रो दे हेभ गट सो मच प्रब्लम बट दे डोन्ट नो तर के गर्दै हुन्छ तपाईँले तर मलाई यति खुसी लाग्छ कि पावल आफै जेलभित्र हुनुहुन्थ्यो वा कैदमा हुनुहुन्थ्यो तर उहाँले त्यहाँको सबजना मानिसहरूको जीवनमा चाहिँ एउटा छुटकाराको एउटा वचन लिएर आउँदै हुनुहुन्थ्यो आमेन तपाईँ अनि मलाई क्रिस्टको वचनले चाहिँ त्यो ठाउँमा पुर्याउन चाहनुहुन्छ आज धेरै मानिसहरू बन्धनमा छन् तर ती मानिसहरूका निम्ति चाहिँ आज हामी दबाई बनाउनु पर्ने चाहिँ हामी चाहनुहुन्छ है अनि त्यो बन्ने त्यो गहिराइमा तपाईँले हामीलाई निकाल्नलाई तपाईँले हामीलाई लाँदै हुनुहुन्छ अनि त्यो लाने क्रममा चाहिँ यस हेतुले कि जे उत्तम छ त्यो तिमीहरू छुट्याउन कसरी सक्छ
when you तपाईँले त्यो छुट्याउन जबसम्म तपाईँले त्यो कुराहरू देख्नुहुन्न नि राम्रोसँग क्लियरली तपाईँ थाहा छैन तपाईँ छुट्याउनै सक्दैन क्या बुझ्नुभयो नि छुट्याउन सक्ने क्षमता चाहिँ ख्रिस्टले तपाईँ अनि मलाई दिन चाहनुहुन्छ अनि आज पावलको प्रार्थनाले म एकदम इन्करेज भएँ है अनि मलाई विश्वास छ तपाईँलाई पनि त्यो कुराले इन्करेज हुन्छ किनभने आज जसरी त्यो छुट्याउने अनि ख्रिस्टको दिनसम्म शुद्ध र दोषरहित रहिरहन सक है अनि त्यो जीवनले चाहिँ हामीलाई ख्रिस्टको आगमनसम्म हामीलाई चाहिँ परमेश्वरको त्यो प्रभुले चाहना गरेको जीवनहरू बन्नलाई प्रभुले हामीलाई सहायता गर्नुहुँदो रहेछ अनि के म मात्र त्यो कुरा लिएर बस्ने त मलाई विश्वास छ मेरो प्रिय भाइ बहिनीहरू दाइ दिदीहरूलाई पनि त्यो जीवन चाहिन्छ नि होइन अनि साँच्चीकै नै परमेश्वरले आज दिनुभएको त्यो प्रेमलाई आज हामीले खेर नफालिकन आज त्यो कुराहरूलाई आफूले मात्र नराखिकन अरूले पनि त्यो कुरा पाउन सकोस् भन्ने चाहिँ पावलको प्रार्थना थियो अनि आज हाम्रो झुन्ड अनि आज हाम्रो भाइ बहिनीहरूको अनि दाइ दिदीहरूको अनि प्लस हाम्रो समाजको लागि पनि हामीले त्यो प्रार्थना गर्न सकौँ हामी है ताकि प्रभुले भारी काम गर्नुभएको छ आमेन अनि त्यो काम गर्ने ठाउँमा चाहिँ परमेश्वरको महिमा र प्रशंसाको निम्ति यीशु ख्रिस्टबाट आउने धार्मिकताको फलले तिमीहरूलाई भरिपूर्ण होस् है अनि मैले यो कुरा पढ्दै गर्दाखेरि क्या मलाई कस्तो खुसी भयो क्या यो यौना 15को 4 पदलाई फेरि पनि मलाई सम्झेँ किनकि त्यसले भन्छ कि त्यसले के भन्छ यो त हाम्रो यो वर्षको मेमोरी वर्ष हो 4ले के भन्छ डोन्ट लुक के भन्छ ममा रहो र म तिमीमा रहनेछु यति म दाको बोट म हुँ अनि ममा जोडिरह्यो चाहिँ र म तिमीमा रहे भने तिम्रो धेरै प्रशस्त फल फलाउनेछ अनि आज तपाईँ अनि म त्यो प्रशस्त फल फलाउने जीवनहरूले चाहिँ नि आज कामहरूलाई चाहिँ काम के अरे परमेश्वरको कुरालाई चाहिँ याद गर्छ है अनि कति समय चाहिँ यो कुरा चाहिँ मैले मेरो एक्सपिरियन्सबाट भनेको आई युज टु बी अ भेरी भेरी एकदम कस्तो खालको थियो भने गर्नुपर्ने क्या सबै थोक गर्नुपर्ने क्या अनि त्यो कुरा राम्रो हो यो कुरा कति हदसम्म राम्रो हो तर मेरो काम गराइले सबै परमेश्वरको काम हुन्छ भन्ने चाहिँ त्यो कुरा चाहिँ रङ हो क्या बुझ्नुभयो नि मेरो डिड्सले चाहिँ मैले परमेश्वरको आशिषलाई चाहिँ ल्याउन सक्ने क्या तर त्यहाँ चाहिँ पवित्र आत्माको उपस्थितिले मात्र त्यो काम हुँदछ बुझ्नुभयो नि अनि कति समय चाहिँ हामी हाम्रो बल लगाउँछौँ हाम्रो कोसिस लगाउँछौँ है हाम्रो मेहनत लगाउँछौँ एन्ड वी डु एभ्रिथिङ बट वी डोन्ट वेलकम गड एन्ड वी डोन्ट लिभ अन गड्स वर्ड क्या परमेश्वरको वचनमा चाहिँ हामी रहँदैनौँ एन्ड द्याट इज जस्ट अ व्यर्थ अनि व्यर्थ रहेछ भन्छ नि है के अरे के भन्छ एक्लेसियास्टिसको पुस्तकमा त्यो भन्छ नि व्यर्थ रहेछ भनेर सलोमन राजाले लेख्नु भएको छ नि है के भन्छ नेपालीमा उपदेशको पुस्तकमा त्यो वचनमा लेखेको छ अनि आज तपाईँ अनि मैले चाहिँ व्यर्थ हुने कुरालाई पक्रिरहेका छौँ कि आज ख्रिस्ट अनि क्रुसको त्यो सत्यतालाई जसरी पावलले पक्रनु भएको थियो नि आज त्यो रमाउने कारण चाहिँ आज अरू कुरामा होइन क्या तर ख्रिस्टको सत्यता ख्रिस्टको त्यो अन्तर्ज्ञान र दृष्टि थियो किनभने यहाँनिर मैले यो पढ्दै गर्दाखेरि चाहिँ नि पावल हेज बिन त्यो के अरे ट्रान्सफर्म भएको पर्सन उसले जेलमा बसेर पनि उसले प्रभुको कुराको लागि कति साह्रो मरिमेटेको क्या अनि त्यो मरिमेटेको अवस्थामा पनि त्यो चित्रण मैले सम्झिँदै गर्दाखेरि ऊ एगनाइजिङ पेनमा थियो होला तर उसले चाहिँ त्यो सत्यतालाई चाहिँ यति शक्तिशाली रूपमा बोकेको थियो कि यहाँनिर यस्तो लेखिरहेको छ हो म रमाउने छु किनकि म जान्दछु कि तिमीहरूको प्रार्थना र येशू ख्रिस्टको आत्माको सहायताले यो मेरो छुटकाराको निम्ति हुन आउनेछ अरे क्या हुन आउनेछ भनेको के प्रेजेन्ट कन्टिन्युस टेन्स हो नि त है अब हुन आउने कुरालाई पनि उसले देखिसक्यो अनि अघि पावलले के प्रार्थना गरिरहेको थियो तिमीहरूको जीवनमा चाहिँ ज्ञान अनि अन्तर्दृष्टि भनेको आउने कुरालाई देख्ने डिसर्नमेन्ट तपाईँले त्यो भइरहेको कुराहरूलाई पनि देख्ने तपाईँको सिचुएसनमा फ्यामिलीमा झगडा आउँदैछ तपाईँको सिचुएसनमा फ्यामिलीमा अब कुनै पनि किसिमको त्यो तनाव आउँदैछ कुनै पनि किसिमको एउटा खुसीको कुरा आउँदैछ कुनै पनि किसिमको त्यो आत्मिक त्यो बन्धनमा ल्याउने कुराहरू आउँदैछ के तपाईँ त्यो कुराहरूलाई देख्दै हुनुहुन्छ है आज देख्दै छैन
छैन भने आज हामीले देख्नु जरुरी छ। वाट इज स्टपिङ मी टु गो फरवर्ड फर इन क्राइस्ट? क्राइस्टको सत्यतामा म अघि बढ्नलाई चाहिँ के कुराले मलाई स्टप गरिरहेको छ? के कुराले चाहिँ मलाई परमेश्वरको आनन्दमा रमाउनलाई चाहिँ मलाई रोकिरहेको छ? ती कुराहरूलाई चाहिँ आज प्रभुको वचनको लागि चाहिँ तपाईँले लिनुहोस् अनि ती कुराहरूलाई चाहिँ इन्कार गर्नुहोस्। किनभने ती कुराहरूले चाहिँ हामीलाई अघि बढ्न दिँदैनन् प्रियहरू, है। अनि ती बढ्न नदिने कुराहरूलाई चाहिँ तपाईँ अनि मैले चाहिँ है प्रभुसँग प्रार्थना गरेर हामी जब त्यो ट्रान्सफर्म लाइफ हुन्छ नि, त्यसले चाहिँ के भन्यो त्यो अघि के भन्यो त्यो यहाँनिर, येशू ख्रीष्टद्वारा आउने धार्मिकताको फलले तिमीहरू भरिपूर्ण हौ। अनि त्यो भरिपूर्ण हुने प्रस्परस हुने कुराहरू पावलले गर्नुहुन्छ है। अनि आज पैसा कमाउनु मात्रै प्रस्पेरिटी होइन क्या, तर परमेश्वरको ज्ञान जसले पाउँछन्, जसले कमाउँछन्, जसले हुन्छ नि, त्यो कुराले चाहिँ हामीलाई एक्चुअली धनी बनाउँछ है। अनि ती कुराहरूले चाहिँ हामीलाई बलियो बनाउँछ प्रियहरू। अनि यहाँनिर यस्तो लेखेको छ, ज्ञान र सम्पूर्ण समझदारी सहित प्रेम अन्धो हुँदैन, त्यो परमेश्वरको वचन र बुद्धिद्वारा त्यसले हामीलाई मार्गदर्शन गर्छ अरे क्या, है। त्यसले हामीलाई मार्गदर्शन गर्छ। परमेश्वरलाई चिन्नु र उहाँको इच्छालाई बुझ्नु र सही र गलतलाई छुट्याउन सक्न चाहिँ सत्य बिनाको प्रेम चाहिँ कमजोर हुन्छ, तर प्रेम बिनाको सत्य पनि कठोर हुन्छ अरे क्या, बुझ्नुभयो? परमेश्वर बिनाको प्रेम बिना एकदमै हामी रुखो गरेर गर्छ भने पनि त्यसमा सत्य छैन, तर सत्य बिनाको त्यो कुनै पनि सत्यता नभएर एभ्रिथिङ इज ओके, इट्स ओके, ला 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 भनेर फेरि वर्ल्डमा बस्नुपर्ने, त्यो पनि हाम्रो निम्ति कमजोर, त्यो राम्रो कुरा होइन। तर के कुरा हो त सत्य चाहिँ? परमेश्वरले चाहिँ तपाईँ अनि म बिचमा चाहिँ त्यो एउटा सही के कुरा हो, गलत के कुराहरू हो, त्यो कुरालाई छुट्याएर इभन आफ्नो श्रीमान श्रीमतीमा पनि वाट आर वी अलाउइङ क्या। किनकि त मैले अस्ति कहिले हो उनलाई के कसलाई हो भने मेरो घरमा छ नि कुनै सामानहरू सजिनुभन्दा अगाडि छ नि त्यो सामान चाहिँ त्यत्तिकै त्यो आउँदैन क्या। त्यो सामानको बारेमा चाहिँ आई विल अलरेडी थिङ्क अबाउट त्यो सामान चाहिँ मलाई मन परेको छ, द्याट्स वाइ इट विल कम हियर। अनि यो भित्तामा घरमा कहाँ मलाई मन परेको लुगा मेरो कपबोर्डमा सजिन्छ क्या, है। त्यो त्यसरी सजिन्छ भने तपाईँ अनि मलाई वाट इज रङ वाट इज राइट भन्ने कुरा परमेश्वरले दिनुभएको छ। अनि त्यो परमेश्वरको वचनको त्यो कुराले चाहिँ मेरो हृदयलाई सजाउनु पर्ने छ, है। अनि टास्क इज बिग, टाइम इज शॉर्ट, but yet we have that time right now, है। अनि के गर्दै हुनुहुन्छ हामी, के गर्दैछौँ, है। पावलले त उसको निम्ति रमाउने कारण छ, जेलमा बसे पनि म रमाउन सक्छु, किनभने मेरो रमाउने कारण चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ, है। आमेन। अनि तपाईँ अनि मेरो रमाउने कारण चाहिँ येशू ख्रीष्ट हुनुपर्छ, न कि तपाईँले मैले पाउने। आई एम नट अगेन्स्ट अफ प्रमोसन, आई एम नट अगेन्स्ट अफ तपाईँहरूले पैसा कमाउनु भएको बारेमा या तपाईँहरूले कुनै चिजहरू प्रगति गर्नुभएको कुरामा या तपाईँहरूले बदनामी नै कमाउनु भयो अरे या मैले बदनामी नै कमाएँ अरे, म त्यसको बारेमा होइन। तर ख्रीष्ट मसँग हुनुहुन्छ अनि मेरो सबै परिस्थितिमा चाहिँ म ढुक्क हुन सक्छु, किनभने उहाँ चाहिँ विश्वासयोग्य हुनुहुन्छ। अनि पावल वाज सो रेडी क्या। Are we ready? Are we ready for Christ? किनकि यहाँनिर के भन्छ भने परमेश्वरको महिमाको प्रशंसाको निम्ति येशू ख्रीष्टमा आउने धार्मिकता, आउने मिन्स इज कमिङ, है। When he is gonna come, are we ready? And it's going to be challenged. But what he has done is a massive thing, है। के हामी त्यो प्रेमलाई साँच्चीकै नै अँगालिरहेका छौँ त? ख्रीष्टले क्रुसमा गर्नुभएको प्रेमलाई साँच्चीकै अँगालिरहेको छ। म यो वचन तयारी गर्ने बेलामा मैले यस्तो सोचेँ कि प्रभुलाई मैले ग्रहण गरेँ, है। वाट नेक्स्ट? म सङ्गति जाँदैछु, वाट्स नेक्स्ट? म घर सङ्गति जाँदैछु, वाट्स नेक्स्ट? मैले परिवारलाई प्रेम गरिरहेको छु, वाट्स नेक्स्ट? यस प्रभु मैले गरिबहरूलाई सहायता गरेको छु, वाट्स द नेक्स्ट, है। नेक्स्ट सो मेनी थिङ्स के, यति धेरै कुराहरू के। अनि मैले त्यो कुराहरू हेर्दै गर्दा प्रभु म तयारी रहेन साँच्चै, है। तपाईँ चाहिँ
रमाउने कारण हुनुहुँदो रहेछ। प्रश्नहरू चाहिँ सकिँदैन क्या तपाईँ अनि मेरो जीवनमा। तर ख्रिस्ट हुनुहुन्छ भने म ढुक्क हुन सक्छु। अनि ख्रिस्ट मसँग हुनुहुन्छ, तर के तपाईँ ख्रिस्टसँग हुनुहुन्छ? के तपाईँ ख्रिस्टसँग हुनुहुन्छ? आज हाम्रो जन्मदिनहरू हरेक वर्षै पछि आइरहेको छ है, तर के ख्रिस्ट मेरो जीवनमा नयाँ तरिकाले हरेक समय जन्मिनु भएको छ? के म रूपान्तरित जीवनहरू जिउँदैछु है? रोमी 12को 1 र 2 कसरी पढ्नुहोस् त। रोमी 12को 1 र 2। रोमी 12को 1 र 2। हजुर। यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्नो शरीरमा पवित्र र परमेश्वरलाई ग्रहण योग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपमा परिवर्तित हो र परमेश्वरको असल ग्रहण योग्य र सिद्ध इच्छा के हो र तिमीहरू नाच सक। नाच होइन जात सक क्रिस्टले के भन्नुभएछ है त्योनिर त्यो पुस्तकमा चाहिँ के रहेछ, तिमीहरू रूपान्तरित जीवन अनि त्यो क्रिस्टले चाहना गर्नुभएको त्यो ढाँचामा त्यो ट्रान्सफर्म लाइफ है, अनि त्यो ट्रान्सफर्मेसनको लाइफलाई नै परमेश्वरले हाम्रो जीवनमा चाहना गर्नुहुन्छ। अनि आज पावलले त्यो रूपान्तरित जीवनलाई जिएको थियो, अनि त्यो चाहना चाहिँ मेरो चाहना अनि प्रभुको चाहना है। अनि परमेश्वर हाम्रो जीवनमा हुनुहुन्छ अनि हाम्रो रमाउने कारण उहाँ हुनुहुन्छ भने आज उहाँको रमाउने कारणलाई लिएर आज रूपान्तरित जीवनहरूलाई बोक्ने छोराछोरी हामी बन्न सकौँ। आमेन आमेन। अनि आज प्रभुले यो भारी वचन तपाईँ अनि मलाई दिनुभएको छ। अनि आज वाट नेक्स्ट भन्ने हाम्रो लाइफमा धेरै प्रश्नहरू छ, तर हाम्रो प्रश्नहरू चाहिँ प्रभुमा हामी पाउँछौँ। आमेन। त्यसको जवाब चाहिँ प्रभुमा पाउँछ। अनि प्रभुमा त्यो प्रश्नहरूको जवाब पाउँदै गर्दाखेरि क्रिस्टमा निर्दोष दिनदिनै निर्दोष र शुद्ध भएर रहिरहन कति जरुरी छ है। अनि आज त्यो रहने जीवनमा आज परमेश्वरको धार्मिकताले भरिएको परमेश्वरको धार्मिकताको फलले भरिपूर्ण भएका जीवनहरू आज प्रेम, धैर्यता, सच्चाइ, विश्वासयोग्यता, असल काम र यी सबै येशू ख्रिस्टद्वारा आउँदछ। अनि हाम्रो आफ्नो शक्तिले पनि त्यो कुरालाई हामी गर्न सक्दैनौँ, तर परमेश्वरको सहायताले हामी गर्न सक्छौँ। अनि यो कुराहरू गर्ने कुराहरूले चाहिँ परमेश्वरलाई महिमा दिँदो रहेछ। अनि यो महिमा परमेश्वरलाई दिइरहेको समयमा हामीले हाम्रो आत्मिकी जीवनबाट प्रेमबाट सुरु भएको थियो। त्यो चाहिँ जुन ख्रिस्टले हामीलाई प्रेम गर्नुभएको थियो है। अनि त्यो प्रेमबाट सुरु भएको छ। अनि त्यो प्रेम र सत्य अनि बुद्धिसँग जोडेको हुनुपर्छ र परमेश्वरले हामीबाट त्यो उत्तम कुरा परमेश्वरले चाहिँ हाम्रो जीवनबाट चाहिँ त्यो उत्तम कुराहरूलाई रोज्नलाई चाहिँ परमेश्वरको आत्माले हामीलाई प्रेरणा दिनुहुन्छ। अनि त्यो प्रेरणा जब हामी पाउँछौँ भने हाम्रो जीवनबाट चाहिँ त्यो धार्मिक फलहरू येशू ख्रिस्टको आनन्दमा रहँदा हामी पाउँछौँ। अनि ती सबै कुराहरू चाहिँ परमेश्वरलाई महिमा हुँदो रहेछ। आमेन। अनि आज त्यो प्रभुलाई महिमा दिने जीवनहरू हामीलाई प्रभुले जसरी पावलको वचनबाट पावलको यो पत्रबाट हामीले फिलिपीहरूले निकै ढाडस पायो होला मलाई विश्वास लाग्दछ। किनकि आज म त्यो फिलिपी च्याप्टर 3 पनि मलाई एकदमै आशिषित लाग्छ। मैले वचनलाई क्लोज गरिसकेको छु, तर तपाईँहरूलाई चाहिँ यो घरमा गएर म हेर्न आग्रह गर्छु। तपाईँहरू आफ्नो घरमा हुनेहरूले पनि तपाईँले हेर्नु होला। ख्रिस्टले आफू ठुलो हो भन्ने कुरालाई चाहिँ म परमेश्वरको पुत्र हो भन्ने कुरालाई चाहिँ पक्रिरहने वस्तु जस्तो ठान्नु भएन भनेर वचनले भन्दछ है। तर उहाँले परमेश्वरको महिमाको निम्ति आफूले आफूलाई कमराको रूप धारण गरेर आफूले आफूलाई स्ट्यान्ड गर्ने कुरालाई पक्रिराख्नु भयो।
किनकि उहाँको निम्ति त्यो कुरा चाहिँ आनन्दको कारण थियो, किनकि आज सारा मानिस जातिले चाहिँ अनन्तको निम्ति छुटकारा पाउनेवाला थियो। आमेन। अनि आज तपाईँ अनि मेरो निम्ति रमाउने कारण के बन्दैछ है म जान्दिनँ, तर परमेश्वरको आत्माले तपाईँ अनि मलाई सहायता गर्नुभएको होस् है। आमेन। अनि ताकि हामी ती कुराहरूलाई पक्रेर प्रभुको महिमा गर्ने छोराछोरीहरू आज जसरी त्यो ज्ञान अनि अन्तर्दृष्टिमा पावलले प्रार्थना गर्नुभएको छ त्यो देख्ने छोराछोरी हामी बन्न सकौँ, आँसु पुस्ने छोराछोरी हामी बन्न सकौँ, उनीहरूको निम्ति रोगी बिरामीको निम्ति हामी प्रार्थना गर्ने छोराछोरी हामी बन्न सकौँ, उनीहरूलाई सहायता गर्ने सहयोगी हातहरू हामी बन्न सकेका, उनीहरूलाई सम्हाल्ने छोराछोरी हामी बन्न सकेका है। देयर इज सो मेनी थिङ्स टु डु क्या, तर आर वी रेडी है। हामी तयार छैनौँ, ती कुराहरू हामी गर्नै सक्दैनौँ, देख्नै सक्दैनौँ क्या, बुझ्नुभयो नि। अनि आज आत्मामा उनीहरूलाई उचाल्नु पर्नेछ, उनीहरूलाई आत्मिक जीवनमा डोर्याउनु पर्नेछ। अनि देयर इज सो मेनी जब्स है, तर हामी सञ्चालन कसले गर्ने, लिडिङ कसले गर्ने, ओर लाइक लेट्स से चर्चमा यो किन्नुपर्ने छ, द्याट्स नट होल थिङ क्या। देयर इज मेनी म्यासिभ थिङ है। अनि तपाईँ अनि मेरो निम्ति ठुलो जिम्मा ख्रिस्ट, तर प्रभु आउँदै हुनुहुन्छ भनेर पनि त्यो वचनले हामीलाई देखाउँछ है। त्यो वर्षले त्यो 10 वर्षमा अब आगमन हुने बेलाको कुरा अनि क्राइस्ट आउने बेलामा हामी तयारी हुनुपर्नेको कुरा है। अनि हाम्रो रमाउने कारण उहाँ हुनुहुन्छ भन्दै गर्दाखेरि आज हामीले उहाँलाई पनि त्यो आउँदै गर्दा उहाँ पनि हामीलाई हेरेर रमाउनुहोस् न है। हाम्रो हामी प्रार्थना गरौँ, प्रभुले हामीलाई सहायता गर्नुहोस्, प्रभुले हामीलाई अनुग्रह गर्नुभएको होस् है। यौना 4:34 पदलाई कसैले पढिदिनुहोस् त अलिक प्रार्थना। यौना 4:34 पद। येशूले तिनीहरूलाई भन्नुभयो, मलाई पठाउनु हुनेको इच्छा अनुसार गर्नु र उहाँको काम पुरा गर्नु नै मेरो भोजन हो, मेरो निम्ति भोजन हो है। मलाई पठाउनु हुनेको इच्छा पुरा गर्नु है। अनि त्यहाँनिर चाहिँ त्यसमा रेलेभेन्ट कुरा चाहिँ के थियो भने येशू ख्रिस्टलाई चाहिँ शरीरमा भोक लागिरहेको हुन्छ अनि येशू ख्रिस्टलाई चाहिँ चेलाहरूले चाहिँ खाना कलेक्सन गर्नुलाई, खाना ल्याइदिनुलाई उनीहरू गइरहेको हुन्छ। तर येशू ख्रिस्टले चाहिँ त्यो शरीरको खाना होइन, तर उहाँले चाहिँ के भन्नुहुन्छ, पिताको इच्छा पुरा गर्नु नै मेरो निम्ति खाना हो भनेर भन्नुहुन्छ है। आज तपाईँ अनि मेरो निम्ति रमाउने कारण के छन् होला, पिताको चाहनालाई पुरा गर्ने जीवनमा के कुराले रोकावट गरिरहेको छ होला है। हेर्नुहोस् ती कुरालाई प्रतिकार गर्नुहोस् अनि प्रभुको चरणमा आउनुहोस्। परमेश्वर चाहिँ विश्वास योग्य हुनुहुन्छ। आज तपाईँ कुनै पनि कुराले तपाईँलाई कैद गर्न सक्दैन हामी, किनकि तपाईँ ख्रिस्टमा अनि क्रुसको प्रेमको सत्यतालाई जब तपाईँले ग्रहण गरिसक्नु भएको छ, तपाईँलाई अलरेडी चङ्गाइ, तपाईँले अलरेडी छुटकारा, तपाईँ त अब त अरू मानिसहरूको निम्ति हातमा खडा हुने व्यक्तिहरू हो। आमेन। प्रार्थना गरौँ। हालेलुया, 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 हालेलुया। ये रबा शिंदर बखारा शुभ धन्यवाद भन्छ। ओ प्रभु तपाईँलाई धन्यवाद, अभिषेकको निम्ति धन्यवाद, तपाईँको उपस्थितिको निम्ति धन्यवाद, तपाईँले गर्नुभएको कामको निम्ति धन्यवाद, तपाईँ हाम्रो निम्ति मर्नुभएको निम्ति धन्यवाद, तपाईँ हाम्रो राजा हुनुहुन्छ, तपाईँ हाम्रो प्रभु हुनुहुन्छ, तपाईँ हाम्रो सामर्थ्य परमेश्वर हुनुहुन्छ। प्रभु हाम्रो रमाउने कारण चाहिँ तपाईँ हुनुहुन्छ, हाम्रो रमाउने कारण तपाईँ प्रभु, हाम्रो सबै अवस्थामा हाम्रो रमाउने कारण चाहिँ तपाईँ हुनुहुन्छ। प्रभु मेरो निम्ति त्यो असङ्ख्य पहाडहरू जस्तो समस्या भएको जीवन किन जाओस् प्रभु, तर मेरो रमाउने कारण चाहिँ तपाईँ हुनुहुन्छ। प्रभु तपाईँलाई धन्यवाद। आज हाम्रो हरेक अवस्थाहरूमा तपाईँ हामीसँग विश्वास योग्य हुनुभएको तपाईँलाई धन्यवाद। आज कसरी सुसमाचारको निम्ति स्थिर अनि खडा हामीलाई गर्न परमेश्वर, आज पावललाई प्रभु सही तरिकाले अनि गलत तरिकाले प्रभु कतिजनाले समस्या होस् भनेर प्रभु आज व्यवहार गरेको थियो, कतिजनाले येशू ख्रिस्टलाई महिमा दिने कारणले गरेको थियो। आज ती सबै कुरामा किनकि हामीलाई तपाईँले देख्ने छोराछोरी बनाउनुहुन्छ,
महान जीवित दयालु परमेश्वर पिता हामी तपाईँलाई धन्यवाद दिँदछौँ। हामीले वचन हेरेका छौँ प्रभु फिलिपी 1 को प्रभु 9 देखि 13 पदसम्म अनि त्यसपछि फलोइङ प्रभु हामीले 18-19 सम्म पनि प्रभु कति क्रस रेफरेन्स भर्सहरू हेरेका छौँ प्रभु। आज तपाईँले ती प्रत्येक वचनबाट तपाईँ नै हाम्रो रमाउने कारण हुनुहुन्छ भनिकन हामीलाई जान्न तपाईँले दिनुभएको छ। अनि प्रभु यो जान्दा जान्दै पनि परमेश्वर आज कति समय हामी तयारी छैनौँ, कति समय प्रभु हामी ख्रीष्ट अनि क्रुसको सत्यतालाई प्रचार गर्न सक्दैनौँ। आज हाम्रो जीवनमा चाहिँ प्रभु हाम्रो व्यवहारहरूले नै प्रभु आज अरू मानिसहरूलाई चाहिँ फर्केर जान बाध्य बनाएको छ प्रभु। हामीलाई क्षमा गर्नुभयो। ती व्यक्तिहरूले चाहिँ आज तपाईँलाई चिन्नुभन्दा अगाडि नै प्रभु आज हामी ती कारणहरू बनेका छौँ भने चाहिँ प्रभु चाहिँ आज तपाईँ ख्रीष्टको अनि क्रुसको आदतको कारण होइन प्रभु, तर मानिसहरू फर्केर जाने कारणहरू हामी बनेका छौँ नि प्रभु। हामीलाई क्षमा गर्नुभएको होस्। हाम्रो व्यवहारहरूको निम्ति तपाईँले हामीलाई सुधिदिनु भएको होस्। तपाईँको रगतको ओ प्रभु तपाईँले बगाउनु भएको त्यो रगतले हामीलाई फेरि पनि धुनु भएको होस्। जसरी तपाईँले हिउँ जस्तै सेतो शुद्ध पवित्र तपाईँले बनाउँछु भन्नुभएको छ। यसै 18 पद अनुसार प्रभु हामी विश्वास गर्दछौँ हामी धोइएका जातिहरू हो परमेश्वर। अनि आज साँच्चै नै परमेश्वर तपाईँको रमाउने कारणहरू बनिकन प्रभुजी आज तपाईँ हाम्रो साथमा हुनुहुन्छ भन्ने त्यो ढुक्कपनमा आज धेरै मानिसहरूलाई तपाईँको सुसमाचारको ओ प्रभुजी सुन्दर वस्त्र आज मानिसहरूलाई दिने छोरा छोरीहरू हामी बन्न सकेका हौँ। ती फुलहरूले चाहिँ आज मानिसहरूको त्यो थकित अनि तृषित अनि त्यो बोझित हृदयहरूलाई चाहिँ सान्त्वना दिने व्यक्तिहरू हामी बन्न सकेका हौँ प्रभु। आज हामी कैदी होइन प्रभुजी, तर आज क्रुसको प्रचार गर्ने छोराछोरी हामी बन्न सकेका हौँ प्रभुजी। आज इस्टर आउँदैछ प्रभुजी, हामीलाई तयारी गर्नुहोस् परमेश्वर। अहिलेदेखि नै प्रभु हामी तपाईँको चरणमा आउँदछौँ। हाम्रो व्यक्तिगत जीवनलाई, हाम्रो व्यावहारिक जीवनलाई, हाम्रो वैवाहिक जीवनलाई, हाम्रो सामूहिक जीवनलाई, हाम्रो मण्डलीको जीवनलाई तपाईँको हातमा सुम्पदछु यीशु ख्रीष्ट। हामीलाई सहायता गर्नुभएको होस् प्रभु पिता। म जान्दिनँ तर म विश्वास गर्दछु तपाईँको आत्माको अभिषेकले हामीलाई सबै कुराहरू गर्न सहायता गर्नुभएको होस्। हामीलाई देख्ने छोराछोरीहरू बनाउनुहोस् पिता। जुन ठाउँमा जसरी मकेडोनियाका मानिसहरूले पावललाई प्रभुजी सपनामा त्यो ओ प्रभु हात फैलाएर यहाँ आउनुहोस् भनेर प्रभुजीले सपना दर्शन देखेका थिए, आज त्यस्तै मानिसहरू कति रुँदै बसिरहेका छन् प्रभुजी। आज ती ठाउँमा तपाईँले हामीलाई जानलाई देख्न सिकाउनुहोस् प्रभुजी। ओ प्रभु त्यो समशक्ति दिनुभएको होस्, त्यो ज्ञान अनि अन्तर्दृष्टिमा तपाईँको महिमा गर्ने छोराछोरीहरू प्रभु हामीलाई बनाउनुहोस्। आज हाम्रो आफ्नै अवस्थाहरू त धेरै छन्, तर आफ्नो अवस्था होइन प्रभुजी, तर आज ख्रीष्टले दिनुभएको त्यो शान्ति अनि आनन्द त्यो रमाउने कुरालाई पक्रेर आज हामी ढुक्क भएर हामी सबै कुरामा अघि बढ्न सकौँ, निशानातिर जोडसित लम्कन सकौँ प्रभुजी, किनकि तपाईँ हाम्रो साथमा हुनुहुन्छ। आमेन हालेलुया प्रभुजी। सबै कुराको निम्ति तपाईँलाई धन्यवाद प्रार्थना बिन्ती चढाउँदछु यीशु ख्रीष्टको नाममा। हाम्रो जगतलाई धेरै धेरै धन्यवाद। मलाई ताली बजाएर धन्यवाद दिनु निम्ति भनेर है। वचन पनि धेरै मेहनत गर्ने हुनुहुन्छ, सो परमेश्वरले आशीष दिनुभएको तिमीलाई हुन्छ। अब हामी चाहिँ हाम्रो सङ्गतिको अन्तिम भागतिर आएको छौँ। हामी चाहिँ प्रार्थना विषयहरू राख्ने अन्तिम प्रार्थना गर्नुभन्दा अगाडि हामी बर्थडेको लागि गरौँ है। बर्थडेको प्रार्थना र अन्तिम प्रार्थना पनि गरौँ है। टुगेदर गर्ने कि प्रथम प्रार्थना विषय राखौँ होला। टुगेदर हुन्छ। हामी प्रार्थना विषय राखौँ है त। घरबेटी आमा बाबुबाट सुरु गर्दै आमा छोरी जुवाइलाई चाहिँ अब आमा बाबु घरबेटी भएर घरबेटी बा आमा भएर निशा जुवाइ के छ घरबेटी आमाले नै देख्नुहुन्छ। परमेश्वरलाई धन्यवाद भएको होस् कि हाम्रो सबै कुरा राम्रै चलिरहेको छ अहिले होइन। परमेश्वर धेरै आशिष दिनुभएको छ। यसरी नै अब हामी चाहिँ सेवा सङ्गतिमा यसरी नै आउने दिनहरूमा गर्न सकौँ, अझै आत्मिक रूपमा बढ्न सकौँ। अनि लेटामा बाबा मम्मीहरूको सेवाकाईमा धेरै हिँड्नुहुन्छ नि त। अनि यात्राहरूमा यताउता गर्दा सुरक्षित हुनुभएको होस्। अनि विशेष भाइको लागि प्रार्थना गरिदिनुहोस् कि उहाँको ब्याचलर 2nd इयर पुगेको छ। अब एकदम
उहाँको पढाइ सँगसँगै जिम्मेवारी छोरा अनि आत्मिक रूपमा भन्न सक्नुभएको होस् भाइको लागि प्रार्थना गरिदिनुहोस्। अनि मेरो फ्यामिलीपट्टि चाहिँ मेरो अरू हामी बाबा बाजे दाइ दिदीहरूको लागि उहाँको नै परमेश्वर दिदी हुनुहुन्छ, तर अरू चाहिँ हजुरहरू सबैले आउन सक्नुभएको होस्। त्यति छ अहिलेको लागि चाहिँ। हुन्छ। अरू कसैको इम्पोर्टेन्ट प्रेयर्स? घरबेटी बाबको त हाँ? घरबेटी बाबको त होइन ए घरबेटी बाको आमाले राखिसक्नु भयो त बाबाको लागि। बाबा के छ बाबा? बाबा पेरु होला। छैन त्यो नभन कोर्स हजुर कोर्सहरुको लागि ठिकै छ अहिले भनिहाल्नु न सबैजनालाई जयमसी धन्यवाद। तपाईँहरू हाम्रो घरमा सङ्गति गर्नको निम्ति आइदिनु भएको निम्ति धन्यवाद। अहिले चाहिँ मेरो सबै ठिकै छ अनि अहिले चाहिँ अब सुटिङको लागि अहिले कम्पिटिसन हुँदैछ क्या सुटिङको लागि अनि त्यही भएर एभ्रिडे रेन्जतिर लगाइराख्नुपर्छ अनि त्यतिखेर त्यस मलाई सहायता गर्नुभएको बिजले हो त्यसको लागि चाहिँ सुरुमा चाहिँ कोर हो अनि मेरो अर्को सिस्ट यहाँमाथि निस्केको यसको अनि अब डक्टरले 2 महिना जस्तो 1-2 महिना लाग्छ भनेछ। अहिले न कहिले हो तर अब त्यतिखेर चाहिँ एनास्थेसिया समथिङ के लगाएर चाहिँ अपरेसन गर्ने कुराहरू गर्दैछ। त्यसको लागि चाहिँ बियोसी भन्छ होला That's what is called meant anesthesia. त्यसको लागि चाहिँ प्रार्थना गरिदिनुहोस्। अहिलेसम्म बियोसीमा अहिलेसम्म चाहिँ म निशालाई देखेर बेहोसमा एकचोटि मात्रै भएको छ त्यो अलिक अप्ठ्यारो लाग्यो भन्नु जस सानोमा त्यो बिहान उठ्ने बित्तिकै यस्तो पर्किन्छ त्यतिखेर चाहिँ अब लडेको बिहान उठ्दाखेरि अब टोइलेट गइन्छ त्यसपछि चाहिँ लडेको पन्किँदाखेरि त्यहाँदेखि चाहिँ त्यसपछि चाहिँ बिहोस भएको छैन प्रोग्राममा नेपालमा त अर्कै हुन्छ नि त यहाँ Okay, anyone else? आशिष प्लस आशिष अघि चाहिँ घरमै छ के भन्नु आशिष हो कुनै बिरालो बिरालो भनेर म त बिरालो आशिष त्यही छ। सुन न उसको आशिष बिरालो चाहिँ मेरो इन्फेक्सन भएको थियो अझ धेरै निको भइसक्यो त्यसको लागि तपाईँले सबैजनाले गरिदिनु भएको नभन्नु न एकछिन उसलाई बिचारा नेपाली नबुझेर कस्तो हैरान भइरहेछ। अनि अर्को चाहिँ भाइको चाहिँ अतुलको चाहिँ के थियो अरे टिफीमा सिलेक्टेड भएछ सो त्यसको लागि धेरै धेरै परमेश्वरलाई धन्यवाद। अनि अझै उसको कोर्सहरू राम्रो हुन सकेको होस् होइन। अहिले म भन्छु टिभी अनि म चाहिँ निको भयो अहिले धेरै त्यसको प्रार्थना राखेको थियो परमेश्वरलाई Okay, anyone else? नेपालमा जानुभएको छ 2 जना आमा छोरी उनीहरू संस्थासँग राम्रोसँग फर्केर आउन सक्नु अनि कामहरू एउटा थियो त्यो सबै सफल पारेर आउन सकेको र हाम्रो माथि 2 जना ग्रेजुएसनको लागि तयारी गर्दै हुनुहुन्छ र एउटाले एक्जाम दिँदैछ हिजोदेखि आज आइटी हो कि इटी हो आइटी हो त्यो गर्दैछ कि उसको एकदम सफल होस् भनेर प्रे गरिदिनु। उसले धेरै भयो
गरेको थियो एउटा त पास गर्यो एउटा बाँकी छ भन्थ्यो त्यो हिजोदेखि आजसम्म इच्छा गर्दैछ त्यो र त्यसको लागि र म पनि अब अहिले चाहिँ निको भएको छु कि र अब निको हुन सकौँ निको नै भएर छोरीले समितिमा दाल गर्दै काम गर्दै रहनु सकौँ र म छु अब म दुईजना चाहिँ त्यहाँ मिलिमिली कामहरू गरेर खाना पानीहरू पकाइ खाएर र रहनुको लागि सफल हुन सकौँ भनेर प्रे गरिदिनु होला र आशिषहरू मेरो परिवारमा प्रशस्त गरी प्रभुले भइदिनु भएको होस् भनेर प्रे गरिदिनु होला। मेरो मेरो प्रार्थनाको विषय अप्रेन्टिससिप टोयोटामा अप्लाई गरेको थिएँ त्यहाँबाट चाहिँ रिप्लाई आएन अनि अहिले चाहिँ फोर्डमा गरेछु आज चाहिँ टेलिफोन इन्टरभ्यू थियो त्यो चाहिँ दिएँ अब एप्लिकेसन दियो अब सिलेक्ट हुन सक्यो। फोर्ड चाहिँ क्रिस्चियन त्यो बोस चाहिँ क्या त्यो फोर्डको कम्पनीको बोस क्या बोस चाहिँ क्रिस्चियन हो क्या पक्का विश्वासी हो अनि मलाई चाहिँ एकदम द्याट्स गुड। हुन्छ सबैजनाले प्रवेश शिक्षण जमेसी सबैजना निदा यस्तो भयो कि अलिकति जोस गराइदिएको। प्रार्थनाको विषय भन्नुपर्दाखेरि चाहिँ मेन चाहिँ हाम्रो ब्याक इन नेपालमा हुने फ्यामिलीको लागि प्रार्थना गरिदिनुहोस् है। विशेष गरी चाहिँ बोजू बिरामी हुनुहुन्छ उहाँको चाहिँ त्यही फोक्सोको कारणले चाहिँ उहाँले चाहिँ 24 आवर्स चाहिँ अब अक्सिजन लिनुहुन्छ होइन त्यही भएर उहाँको चङ्गाइको निम्ति होइन सानो हजुर चङ्गाइको लागि प्रार्थना गरिदिनुहोस्। अनि विशेष गरी चाहिँ अर्को चाहिँ मेरो बुढी अनि सासू अनि दिदी ठुली होइन उहाँहरूको चाहिँ अब एङ्जाइटी भनौँ न एङ्जाइटी जस्तै क्या अब जस्तै अब सास फेर्न गाह्रो हुने त्यो अब अचानक अब कुनै समयमा क्या त्यस्तो हुने सास फेर्न गाह्रो हुने हातहरू नम हुने होइन एक साइडको अब लेफ्ट होस् राइट होस् होइन जुनैमा नै एउटा चाहिँ त्यस्तो हुने अनि सुत्न नसक्ने त्यस्तोहरू छ क्या। अनि बबिनालाई पनि त्यस्तो हुन्छ कोही बेला सास फेर्न गाह्रो भयो भन्छ अब के गर्नु म डक्टर होइन मैले केही गर्न सक्ने होइन त्यही भएर चाहिँ जस मेरो वाइफको निम्ति अनि सासू अनि दिदी ठुलीको निम्ति चाहिँ प्रार्थना गरिदिनुहोस् है। प्रार्थना हो प्रार्थनाको विषय चाहिँ यही छ मेरो चाहिँ। अनि अर्को चाहिँ अब जस मेरो कामको निम्ति प्रार्थना गरिदिनुहोस् है। नयाँ रेजिमेन्टमा जाँदैछु म वनारची भन्छ त्यहाँ जाँदैछु हजुर यो अप्रिलमा हामी मुभ हुँदैछ त्यसको निम्ति प्रार्थना गरिदिनुहोस्। अरू चाहिँ ठिकै छ हजुर। मेरो जयमासी मेरो चाहिँ अब यसरी सङ्गति होइन राम्रो हुँदैछ घरेलु सङ्गति त्यसमा चाहिँ अब अब्दुल भाइको चाहिँ कस्तो यो टिभी भन्नाले अब यसो फुलको थाहा होइन यो कोर्स चाहिँ कस्तो यस्तो हुन्छ कि त्यो चाहिँ कमै मात्राले पाउँछ होइन तर एकदम राम्रो लिएपछि त्यो चाहिँ कपलमा पाउँछ होइन अनि कपल पाउँछ अनि त्यहाँदेखि कलर साजन नभए भने एकचोटि कलर साजन पाउँछ होइन त्यो एकदम। अनि त्यसमा चाहिँ कस्तो भने त्यसमा चाहिँ अब एजुकेसन अनि एजुकेसन गरेपछि पाउँछ होइन त्यस्तै हाम्रो अब भाइहरू छ होइन भाइहरू पनि पाओस् होइन राम्रो गरोस् होइन। अनि जस्तै अब भाइको चाहिँ जस्तै एजुकेसन चाहिँ उसले कलर साजन अनि अहिले चाहिँ के छ आर्मीमा मान्छेले अलिकति ल्याब गर्छ कि हामी त्यो गरेपछि चाहिँ कलर साजनदेखि चाहिँ फेरि त्यस्तो मान्छेलाई चाहिँ फेरि अटोमेटिक माथि अफसरको लागि एउटा एजुकेसन हुन्छ त्यो जसले पनि पाउँछ के भन्छ अहिले पहिला चाहिँ कस्तो भने सेन्टर्स गरेर भन्थ्यो अहिले चाहिँ कस्तो जसले पनि पाउँछ त्यो भएपछि उनीहरूले चाहिँ किनभने कलर साधन गर्नुपर्छ 3 वर्ष अनि कलर साधन गरेपछि त्यो अब कलर साधन के छ भने खासै अर्थात् थाहा छैन एडमिन अब आर्जरमा चाहिँ सिक्यु भन्छ होइन सिक्यु अलि पनि पाउँछ आफ्नो ट्रेड अनुसार पाउँछ त्यो गरेपछि उसले चाहिँ म्यानेजमेन्ट हेर्नुपर्छ कि म्यानेजमेन्ट गरेपछि उनीहरूले चाहिँ पछि त्यो भएर अनि अब्दुल भाइको लागि होइन त्यसो भइरहेको छ खुसी भएको त्यो राम्रो होस् त्यस्तो हुन जाओस् होइन। अनि अरूहरूलाई पनि जस्तै भाइहरू यङहरू टोलीहरूलाई पनि जेमिस सबैजनालाई मेरो प्रार्थना विषय छ। मेरो चाहिँ जस अहिले भोलि चाहिँ बक्सिङको स्पारिङ छ हुन त्यो बस्ती पनि भएको थियो निकै तर धेरै भोलि अलि
हार्ड न्युज हुन्छ होला जस प्रार्थना गरिदिनु कि प्रोटेक्सन चाहिँ दुवै सबैलाई भएको होस् कि त्यो आउने मान्छे पनि त्यस्तो घाइते नभएको होस् म पनि त्यस्तो नभएको अनि मेन चाहिँ फाइनल त्यो मेन बक्सिङ नाइटको लागि चाहिँ प्रार्थना गरिदिनु 25 फेब्रुअरीमा हो 25 हजुर त्यसमा चाहिँ जस प्रभुकै मय भएको होस् होइन त्यसकै लागि मात्रै गएको बक्सिङ खासमा मेरो इन्ट्रेस्ट छ तर यहाँ प्रभुको मय भएको होस् त्यहाँनिर सो त्यही हो कि त्यहाँनिर प्रभुको उनीहरूले प्रभुलाई चिनेको कि कोही साथीहरू छ इन्ट्रेस्ट चाहिँ प्रभुमा पनि कम्पिटिसनै हो न 25 फेब्रुअरीमा कम्पिटिसनै छ बाजे अनि तपाईँ त्यो मेन इभेन्टमा नि रेफ्री हुनुहुन्छ अरे त बक्सिङको नि कन्फ्युज नहुनु रातेर चोक नगर हुन्छ जयपछि हामी प्रार्थना विषय सक्नु चाहिँ छिटो टाइम गइसक्यो घर जानुपर्ने हुन्छ मेरो प्रार्थना विषय चाहिँ मेरो छोरा इथनको लागि गरिदिनुहोस् ल उसलाई चाहिँ अहिले यो भाइरल भनौँ अब जे भनौँ उसलाई चाहिँ एकदम उसको फिभर चाहिँ आएछ अनि उसलाई चाहिँ भमिटिङ हुने भइरहेछ अनि अस्ति भर्खर कान्छी छोरीलाई त्यस्तै भइरहेछ अनि बल्ल छोरी निको भयो फेरि छोरालाई फेरि स्कुल गएको फेरि त्यस्तो भइरहेछ त्यस परमेश्वरबाट सुरक्षा र चङ्गाई भएको होस् मेरो इथन छोरा हजुर छोरालाई चाहिँ इथन हजुर उसलाई चाहिँ त्यस्तो भएर चाहिँ फिभर एकदम हाई छ क्या हामीले चाहिँ आइब्रो पनि दिइरहेछ उसको फिभर चाहिँ नर्मल भएको छैन जस परमेश्वरबाट चङ्गाई आएको होस् भनेर प्रार्थना गरिदिनुहोस् अनि यो कुरा चाहिँ फर्दर होइन कसैलाई नलागेको होस् क्या मेरो घर परिवारमा होइन मेरो कान्छी छोरी बल्ल बल्ल निको भएको छ अनि छोरी ल्याउनको लागि गरिदिनुहोस् उसलाई पनि कस्तो उसको सोर थ्रोट भइरहेछ भनेर कम्प्लेन गराएको थियो बिहानदेखि जस परमेश्वरको चङ्गाई होस् मेरो परिवारमा भनेर प्रार्थना गर्दैछु अनि भोलि चाहिँ मेन गरी मेरो श्रीमानको लागि प्रार्थना गर्दैछु उहाँको चाहिँ भोलि डक्टरसँग एपोइन्टमेन्ट छ अब उसको चाहिँ त्यो ब्याकको अब फर्दर सर्जरी गर्ने भनेर हामीले चाहिँ डिसिजन गरेको छौँ माइन्ड मेकअप गरिसकेको छौँ तर त्यसको निम्ति अब सरसल्लाह के हो त्यहाँनिर होइन डक्टरसँग कुरा गर्नु भोलि एपोइन्टमेन्ट छ त्यो त्यसमा चाहिँ परमेश्वरको सहायता हुन सकेको होस् भनेर प्रार्थना गरिदिनुहोस् अनि अब होइन अब हामी चाहिँ चाँडोभन्दा चाँडो त्यो होइन एपोइन्टमेन्टहरू चाहिँ पाउन सकोस् होइन भनेर प्रार्थना गरिदिनुहोस् ल अनि त्यो ठाउँमा चाहिँ परमेश्वरको उपस्थिति सहायता हुन सकेको होस् भनेर अनि बाटोमा आउँदा जाँदा चाहिँ बेतमा बातमा छ अनि जस बाटोघाटोको लागि पनि सुरक्षा मानिदिनुहोस् मेरो चाहिँ त्यति नै छ हुन्छ तपाईँ सबैजनालाई फेरि पनि जयमसी मलाई चाहिँ यो बाइबल निरन्तर पढिराख्न क्या मलाई एकदम पढ्नु मनपर्छ तर कतिसम्म चाहिँ मैले एकदम ल्याक हुन्छ अनि म चाहिँ कन्टिन्यू पढिराख्नु र प्रभुबाट त्यो प्रकाश पाउनलाई प्रार्थना गरिदिनु होला अनि त्यो सँगसँगै चाहिँ मेरो इनलज अलिक साह्रो हुन्छ अहिले हामी हिजो पनि सबैले जानु पऱ्यो अनि अघि बिहान मात्रै आएको आज सम्पत्ति छ भनेर छिटेर आएको अनि त्यो भएर अब अलिक अहिले हामीलाई अलिकति गाह्रो छ एनी टाइम हामी नेपाल पनि जानुपर्ने हुन्छ है अनि त्यस्तो खालको कन्डिसन भइरहेछ अनि अब सबै कुराहरू के अब त्यहाँ मिलाउनु पर्ने एडमिनको कुराहरू पनि थुप्रै हुनसक्छ अनि त्यस्तो कुराहरूमा अब अलिकति गाह्रो छ है अब अहिलेको त्यो सिचुएसन अनुसार होइन घरको परिवार घरको माहौल सबै कुराहरू प्रभुको नजरमा प्रभुको सहायता अनुसार हुन सकेको होस् अनि लास्ट मिनटमा पनि एभ्री डे म जान्छु एभ्री डे नै हामी प्रार्थना गर्छौँ होइन त्यो हृदयमा त्यो कन्भिक्सन क्या हुन्छ नि है हुनुहुन्छ अनि मलाई सन्चो बनाउन सक्नुहुन्छ तर सन्चो बनाउने मात्र होइन क्या अनन्त जीवनलाई चाहिँ लिन सकेको होस् भन्ने चाहिँ मेरो प्रार्थना त्यही छ है अनि किनकि मेरो सासू चाहिँ एकदम रेडी हुनुहुन्छ बट सी जस्ट वेटिङ फर हस्बेन्ड क्या है अनि किनकि कस्तो हुन्छ नि विश्वास गर्दाखेरि चाहिँ ओके म आफ्नो आफ्नो विचार गर भनेपछि चाहिँ फेरि है एज अ टफ क्वेसन टफ आन्सर होइन त्यस्तो हुँदाखेरि चाहिँ अब गाह्रो हुन्छ नि त होइन त्यो उसले गर्ने उसले नगर्ने भन्ने हुन्छ नि त है लास्ट मिनटमा भनिरहेको हुन्छ अनि त्यो भएर डिसिजन गर्न निर्णय लिन चाहिँ सकेको होस् अनि सही निर्णय हुन सकेको सामु हुन्छ हामी प्रार्थना गरौँ न है अनि त्यो सँगसँगै स्विच गरौँ न है प्लेस बबिना शान्ति उता जाऊ अनि सर नेल्सन चाहिँ यता आउनुहुन्छ अनि हामी प्रार्थना पनि अनि अहिलेको सबै विषयहरूको लागि चाहिँ रोमनले गर्छ है ल
दिदी फेरि भन्नुहोस् न म यसो सबैजनाको लागि सबैजनाको प्रार्थनाको आमेन चाहिँ तिमीले गरिदियो अनि बर्थडेको लागि चाहिँ म गर्दिन्छु म एउटा प्रार्थना गर्नु पर्यो भने जयपछि तपाईँलाई मैले त जोराखेकै छैन मेरो खास आमाको लागि मेरो आमा बिरामी हुनुहुन्छ कि पहिलादेखि उहाँलाई चाहिँ अलिक डिमेन्सिया जस्तो हुने त्यो बिर्सिने कुराहरू बिर्सिने उमेर त खासै भन्यो भने त्यस्तो बिर्सिने उमेर पनि भएको छैन तर डिमेन्सिया भएर हो कि के भएको अब त्यो कुराहरू बिर्सिनुहुन्छ अनि बच्चा जस्तो के बिहेभियर गर्ने अनि खाना पनि त्यो गुलियो मात्रै खाइराख्ने अहिले त अलिकति नुनहरू हल्का दालहरू हालेर दिन्छ चाटनी मात्रै हो त्यही खाने होइन कि अनि डक्टर जचाउनु गएको अहिले त्यो धेरै गुलियो खाएर होला त्यो किडनीमा पनि प्रब्लम देखाइरहेको छ अरे क्या अहिले भइरहेछ अनि मेरो आमाको निम्ति प्रार्थना गरिदिनुहोस् के अरे बिमारीहरूको लागि यसो कसलाई अगुवाई हुन्छ अनि अहिले हाम्रो बहिनीले पनि सेयर गर्नुभएको छ होइन अनि हामीले नेल्सनको पनि छ होइन अनि त्यसपछि उता बहिनीले पनि सेयर गर्नुभएको थियो अनि भाइले पनि सेयर गर्नुभएको थियो बिमारीहरूको लागि साथीले या होइन त्यसरी क्या सबैले यसो अगुवाई भएअनुसार सबैजनाले गरौँ अनि हाम्रो रमन भाइले पनि प्रार्थना गर्नुहुन्छ अनि त्यसपछि नो जोक्स हुन्छ हामी अब अन्तिम प्रार्थना गर्नेछौँ साँच्चै ईश्वरको विराजमान पिता तपाईँको नाम पवित्र होस् तपाईँको राज्य आओस् तपाईँको इच्छा होस् स्वर्गमा जस्तै साँच्चै नै प्रभु फेरि पनि तपाईँको शरणमा आउँदछौँ हामीलाई यो समय अनि यो स्थान तपाईँले दिनुभएको छ साँच्चै नै प्रभु जति तपाईँको छोराछोरीहरू हरेक कुराबाट तपाईँको आज साझेदारी गर्नलाई प्रभु तपाईँले चाहना गरेको
जीवनमा छोराछोरीहरू प्रभु आज तपाईँको प्रियहरूले माग्नुभएको प्रार्थनाको विषयहरू तपाईँ जान्नुहुन्छ आज उनीहरूको हृदयको मनोरथहरूलाई चाहिँ ख्रीष्ट येशूमा पुरा गर्नुभएको होस् उनीहरूलाई आत्मामा तपाईँले जागृत अनि प्रभु आज शरीरमा पनि तपाईँले प्रभु शक्तिशाली तपाईँले बनाउनुहोस् आज उनीहरू हिँड्नेछन् जहाँ उनीहरू जानेछन् त्यहाँ चाहिँ प्रभु आज मानिसको अनुग्रहमा तपाईँको अनुग्रहमा अनि प्रभु आज वचनको सत्यतालाई हिँड्ने तेजस्वी छोराछोरीहरू तपाईँले बनाउनुहोस् शरीरमा अनि आत्मामा चाहिँ उनीहरूलाई प्रज्वलित तपाईँले बनाउनुहोस् प्रभु ज्ञान अनि त्यो प्रभु भण्डारमा तपाईँले प्रभु बढाउनु भएको होस् प्रभुजी हामी धन्यवाद भन्दछौँ प्रभु तपाईँलाई प्रार्थना गर्दछौँ